यो इस्यो बोय सरकार गर्ने आज फेरि सरकारसँग शनिबार मसँग हुनुहुन्छ है। आज चाहिँ एकदमै विशेष मान्छे हुन्छ नि, उहाँले 17 वर्ष अगाडि ऱ्याप हान्नुहुन्थ्यो क्या। अनि नेपालमा के भन्छ नि, ऱ्यापरलाई अलिकति ट्यापे हुन्छ नि, अलिकति फटा गुन्डा के भन्छ होइन। तर हुन्छ नि उहाँ चाहिँ साइन्टिस्ट अहिले हुन्छ नि, एकदम बवाल मान्छे। फेरि उहाँ आज पुरा इन्टरनेसनल फ्लाइट है आउनु भएको हामीलाई भेट्न जापानबाट है। ओके छ त, अनि हामी आज एकदम स्वागत गरौँ है त। हाम्रो पहिला ऱ्याप नेम चाहिँ फ्रिकी बी, अनि अहिलेको लागि चाहिँ हाम्रो डाक्टर विकास लम्साल। थ्याङ्क यू सो मच सरकार। हजुर, आफ्टर लङ टाइम। एकदमै त्यही त। अनि तपाईँ त 17 वर्ष अगाडि होइन? मोर देन 17 years। मोर देन माकुसुमको कति बच्चा त अहिले 17 पुगिरहेछन्। अनि के अरे त्यतिखेरको ऱ्याप हुन्छ नि, छोड्नु पनि कारण चाहिँ के थियो तपाईँले? एक्चुअली अब 17 वर्ष अगाडि अब रिमिक्सको ट्रेन्ड चलिरहेको थियो। अनि त्यसपछि अफकोर्स त्यति बेला स्टुडेन्ट, अनि चान्सेस अपर्च्युनिटी, मेन कुरा त मनी प्रब्लम नै हुन्छ। अनि त्यसपछि ऱ्यापरहरूलाई खासै त्यस्तो चान्सहरू पनि आउँथेन। जसले चिन्यो उसले जान्यो भन्ने टाइपको त्यतिखेरको कन्टेक्स्ट थियो। प्लस अब फ्यामिलीबाट पनि पढाइतिर ध्यान दे भन्ने एउटा फोर्स पनि थियो रियालिटीको कुरा गर्दाखेरि चाहिँ होइन। अब पढि पनि रहेको थियो, ऱ्यापलाई जस्ट एज अ प्यासन, अब हबीलाई अब वान्टेड टु मेक इट द प्रोफेसन। बट रियालिटीमा भन्दाखेरि चाहिँ ऱ्याप हानेर नेपालमा पालिनै गाह्रो हुन्छ भन्ने जब महसुस भयो, त्यसपछि फर्स्टमा चाहिँ क्यारियर नै बनाऊ भन्नेतिर फोकस भएर फोकस इन द स्टडिज होइन। हजुर, त्यही भएर वेन्ट अब्रोड। भनेपछि तपाईँ साइन्सको स्टुडेन्ट? या इन्जिनियरिङ पढाएँ। त्यही त नि, साइन्सको स्टुडेन्टले ऱ्याप हान्ने भन्ने माको दामी कुरा हो नि। ऱ्याप त्यो हबी हो होइन, प्लस प्यासन। हबी भएको हुनाले चाहिँ अब त्यसलाई साइन्सको स्टुडेन्ट होस्, इन्जिनियरको स्टुडेन्ट होस्, आर्ट्स कमर्स इट डजन्ट म्याटर भन्छु म। अनि त्यो टाइममा त अब त्यस्तो थिएन नि। त्यो टाइममा थिएन, अब सबैजना सक्ड हुन्थ्यो होइन, साइन्स पढ्छ भन्थ्यो। अब फेरि कस्तो पनि हुन्थ्यो भन्दाखेरि म चाहिँ त्यति बेला जब ऱ्याप हान्थेँ नि, मैले कलेजमा पनि पढाउँथेँ क्या यहाँ। मैले चाहिँ +2हरूमा पढाउँथेँ। अनि आई युज टु बी इन द फर्मल ड्रेस के, सर्ट प्यान्ट नै लगाएर हुन्थेँ। अनि स्टुडियोमा कसैले ऱ्याप हान्न रिक्वेस्ट गर्नुभयो भने गयो। एन्ड उहाँहरूले चाहिँ मलाई देखेर चाहिँ यसले ऱ्याप हान्दैन होला, अर्को ऱ्यापरलाई स्ट्यान्ड बाई बोलाउनु पर्छ भन्ने टाइपको कुरा पनि हुन्थ्यो त्यतिखेर होइन। बट प्यासनको कुरा हो, ड्रेस। त्यसपछि एनिथिङ डजन्ट मैले त्यो ड्रेसको कुरा गर्नुभयो नि त, मलाई DS69 को याद आएर उहाँ पनि होइन, ऊ के अरे होस्ट टिभीको त्यही के अरे भिजे होइन, होस्टै हो नि, भिजे होइन होस्टै हो नि होइन, भिडियो जकी। अनि त्यो टाइममा त्यही त नि, अस्ति अब गिरिश दाई पनि आउनु भएको थियो नि त। गिरिश दाईले नि यो कुरा मैले सोधेको थिएँ कि गिरिश दाईले के भन्नुभएको थियो भनेपछि त्यो टाइममा अब पोलिटिकल स्टेबिलिटी पनि थिएन, अनि कन्सर्ट पनि नहुने होइन, त्यस्तो भइरहेको थियो। त्यही भएर नि विदेश जानु नै राम्रो देखियो भन्ने कुरा गर्नुभएको थियो क्या। तपाईँको नि यस्तो के परेको थियो कि? मेन कुरा त त्यही नै हो होइन, चान्सेस अपर्च्युनिटी केही पनि थिएन। अब ऱ्यापमा लागेर मात्रै भविष्य देख्ने बाटो नै भएन नि त। अब रियालिटी भन्दाखेरि वेन युज टु गो टु द स्टुडियो फर ऱ्यापिङ होइन, अब फेमस सिङ्गरहरू पनि हुनुहुन्थ्यो होइन, स्टिल अब खाजा खाने पैसा पनि हुन्थेन क्या रियालिटीमा होइन। आई डोन्ट वान्ट टु टेक एनीबडीज नेम होइन। तर त्यो कन्टेस्टमा हिट भएर कसैले चान्स पाएर बाहिर प्रोग्रामहरू पायो भने बुझ्छ। अब कसैको त्यो बेला चाहिँ चान्सेस हुन्थ्यो, इभन त्यति बेला त अब युट्युबहरू थिएन नि त। अब युट्युबहरू नआएको हुनाले चाहिँ अब आरजे भिजेहरूलाई पेल्ने हो। जति आरजे भिजेलाई खुवाउन सक्यो त्यसको गीत बज्छ, नत्र बज्दैन। अब त्यो भएर पनि अब मेरो अहिले गीतमा भने जस्तै राम्रोले भन्दा हाम्रोले पाउँछ चान्स भन्ने कुरा पहिला पनि थियो नि त। त्यसले गर्दा चाहिँ अब आफ्नो फ्युचर बनाऊ, अनि पैसा कमाऊ, अनि प्यासनमा फेरि रिटर्न भौँ भन्ने मेन्टालिटी थियो। 12 वर्षपछि पनि खोला फर्केर आउँछ भने जस्तै मेरो चाहिँ 17 वर्षपछि आयो। सही। अनि के अरे त्यो टाइममा तपाईँको कोलाबोरेसन हुन्छ नि, त्यो चाहिँ अनि अब कोसँग हुन्थ्यो त? एक्चुअली मैले स्टार्ट गरेको चाहिँ हामी पोखराबाट हो। पोखरामा भन्दाखेरि चाहिँ अब मेरो साथी उसको चाहिँ स्टेज नेम त के त्यति बेला चाहिँ मार्क कान्छा भन्थ्यो,
मार्क कान्छा बुद्धिमान गुरुङ अहिले अस्ट्रेलियामा छ भिडियोहरू पनि थियो पोखरामा लोकल भिडियोमा बज्ने एन्ड कोलाबोरेसनको सिलसिलामा चाहिँ कन्सर्टहरू गर्ने बेलामा हामीले राम्रो अब गीतहरू चाहिँ हाम्रो धेरै बाहिर आएन पूजा लामासँग हामीले गऱ्यौँ हजुर एकदमै फेमस गीत थियो लुकी छिप्पी मैले सुने आई थिङ्क त्यसले हामीलाई पपुलर बनाउला भन्ने आश थियो त्यो पनि केही पनि भएन प्लस अर्को आगो लाग्यो दिलेमा दमकल बोलाएकोहरू भयो अनि मैले धेरैजना अब जितेन लेप्चासँग पनि गरेको छु प्लस मैले हाम्रो आलोक सिदाईको फिल्ममा पनि सँग गरेको थिएँ धर्मेन्द्र सेवानहरूसँग होइन अब धेरै छ अब कति त बिर्सिसक्यो ग्यालेक्सीसँग पनि मैले 2-3टा गीतहरू गरेँ त्यस्तै छ अब लगभग त्यतिखेर 20-30वटा त गरियो होला त्यो चान्स 20-30वटा भनेको त धेरै हो नि त्यो टाइममा फिचरिङ के वाइल्ड भन्ने 20-30वटा अनि के अरे रिभर्स ब्यान्ड भन्नुभयो नि त अनि रिभर्स ब्यान्डको के छ त्यो अझै क्रू मेम्बरहरूसँग अझै पनि छ कि एक्चुअली पहिला म भन्दा नै पहिला रिभर्स ब्यान्ड फर्म भयो हो बुद्धिमान गुरुङ र अरू उसको स्कुलको साथीहरूले एन्ड आई मेट हिम इन द +2 होइन साइन्स क्रिस्चियन एन्ड बुद्धिमान चाहिँ गुरुङ होइन बट हि वाज द टपर अफ आवर ब्याच के सो ट्यालेन्टेड क्या अहिले पनि आइटीमै काम गर्छ अस्ट्रेलियामा जस्ट एन्ड लास्ट विक हि केम हियर अनि हामीले गीत बनाएको छ अहिले म कुरा गर्छु त्यस बारेमा बट अहिले चाहिँ क्रू मेम्बर हामी 2जना मात्रै भनेपछि नाम पनि बुद्धिमान मान्छे पनि बुद्धिवालै रहेछ इट्स रियालिटी उहाँ त कडा मान्छे रहेछ लास्टै कडा इभन हिज ऱ्यापिङ स्किल वाज सो गुड कि आई वाज इम्प्रेस्ड बाई हिम एन्ड उसले गर्दा नै ऱ्याप हान्न मन लाग्यो लेख्न मन लाग्यो एक्ज्याक्टली मैले अघि पनि सुने नि त तपाईँहरूको त्यो स्वाद छ क्या त्यो ऱ्यापरको स्वाद क्या मजा आइरहेको थ्याङ्क यू सो मच अनि अब तपाईँ त्यो के अरे जापानिजमा पनि हान्नु भएको छ नि त हजुर हजुर बवाल भएको छ दामी लाग्यो मलाई थ्याङ्क यू सो मच अनि त्यो गीतको नाम चाहिँ के नि अबको यो चाहिँ कुन कन्ट्रीको बुद्धि पनि विदेशमा छ म पनि विदेशमा छु हामी 2जना भेटेको 15 इयर्स पछि है अस्ट्रेलियामा हामी अस्ति म अस्ट्रेलिया जाँदाखेरि भेट त भएको थियो जस्ट फर सम आवर्स ओन्ली भयो अनि हामीले चाहिँ 2जना सँगै भयो भने गीत बनाउनु पर्छ है भनेर जहिले फोनमा कुराहरू गर्थ्यो अनि योपालि चाहिँ जस्ट वी आर टुगेदर फर जस्ट 4-5 days एन्ड वी मेट अनि गीत गर्ने हो भन्ने कुरा भयो अनि त्यसपछि त्यत्तिकै लिरिक्स लेख्न थाल्यो भोलिपल्ट सिधै काठमाडौँ आयो काठमाडौँ आएर हाम्रो हाकिम ब्रोलाई भेट्यो अनि हाकिम ब्रोले सब सेटिङ मिलाइदिनु भयो दाइको चल्छ नि त सब एकदम हाकिम ब्रो इज लाइक गड फर अस दिस टाइम है पहिल्यै चिन्थेँ मैले हाकिम ब्रोलाई होइन 17 years ब्याक पहिला अब डिजे युवाको युवा रेकर्ड्समा एमा बुद्धहरूसँग सँगै गर्दाखेरि होइन वी युज टु बी टुगेदर अनि सम्झिनु भयो बट हि वाज जस्ट सेङ कति मोटार आएको त भन्ने टाइपको चाहिँ कुरा चाहिँ भएको थियो अनि हि डिड एभ्रिथिङ फर अस है अनि 3 days गीत लेखेर रेकर्डिङ गरेर भिडियो पनि सुटिङ पनि भयो सुटिङ चाहिँ हाम्रो यता ब्रिजेस ब्रदरले गर्नुहुन्छ त्यही त अनि भनेपछि तपाईँ त जापानिज टाइममै हिँड्नु रहेछ त होइन टाइमिङ म्याटर्स के होइन अब जापानिज टाइममै हिँड्नु पऱ्यो प्लस जापानिजमा पनि ऱ्याप हानियो होइन हजुर हजुर अनि त्यसको मेन कारण चाहिँ अब नेपालमा मात्रै होइन जापानमा पनि यो रियालिटी चाहिँ सुनाउनुपर्छ फ्याक्ट्स सही हो नि त है त्यो अब तपाईँलाई हेर्दाखेरि हुन्छ नि अब सुटेड बुटेड होइन त्यो ऱ्याप सुन्दाखेरि चाहिँ ल खतरा रहेछ भने त्यो म त्यही फिल गरेँ हो फ्याक्ट्स अनि के छ त अब के अरे ऱ्याप त निकाल्नु भयो होइन अब इभेन्ट पनि गरिन्छ कि अब अहिले चाहिँ तुरुन्त चाहिँ कस्तो भन्दाखेरि प्यासन थियो एउटा पुरा जमानादेखि गर्न नपाएको प्यासन थियो 2जना साथीहरू भेट भएर चाहिँ हामीले गऱ्यो अब इभेन्ट चाहिँ गर्ने अब चाहिँ हाकिम दाइको थ्रुबाट म फेरि पुरानो सर्कलमा कनेक्ट हुँदैछु अब सरकारलाई नै भेटेँ होइन अब आइएम प्लानिङ टु डु सम इभेन्ट्स युरोपमा जापानमा विथ अल द ऱ्यापर्स होइन हेरौँ कस्तो हुन्छ मेबी one day not for money but for our passion exactly passion ठुलो कुरा हो क्या मलाई डिजे एजेको याद आउँछ यही कुरामा क्या हामीले हाकिम दाइ पनि हुन्थ्यो त्यो टाइममा हामीले यो लाजिमपाटमा गराएको थियो क्या प्रोग्राम गराएको थियो अनि डिजेएस दाइले ठ्याक्क उता अब डिजे त्यो बजनमा थियो नि त अनि के भनेको थिएन चाहिँ क्या बल कुरा भनेको थियो दाइले क्या मलाई अब इभेन्ट सुरु हुन लाग्यो नि त अनि मलाई यो चिज गर्नु मन थियो केटा मलाई सपोर्ट गर अरे क्या के कुरा भने चाहिँ म हिप भन्छु सबैजना हप भन्नु रे क्या हिप हप भनेको थियो कि त्यो टाइममा अनि मेन चाहिँ त्यो प्यासन क्या हुन्छ नि उसलाई त्यो भन्नु मलाई कति वर्ष अब काहीँ पायो नेपालमा आएर पायो क्यानाडामा पाएन नि त यहाँ आएर पायो त्यो चिजहरू हुन्छ नि त्यो मान्छेले त्यो चिज चाहिँ एकदम खोज्ने रहेछ क्या इभन मलाई पनि त्यो चिज बल लाग्छ या जस्ट के भने once a rapper always a rapper facts big facts अनि
तपाईँको अब रिमिक्सको कुरा भन्नुभयो नि त अघि हजुर होइन रिमिक्स बाहेक त्यो ओरिजिनलहरू चाहिँ ओरिजिनल गीतहरू पनि गाएको थियो हामीले होइन अब फर इक्जाम्पल त्यतिखेर द्वन्द्वकालमा हामीले चाहिँ आज कस्तो दिन आयो सबैलाई धुरु धुरु आयो भन्ने जुन त्यो माओवादीको द्वन्द्वकालको बेलामा एउटा गीत थियो त्यसको बारेमा एउटा लिरिक्स हामीले राम्रो ऱ्याप गरेको थियो त्यसको पनि अब भिडियोहरू बनेन गीत त्यसै मऱ्यो होइन अहिले त आई डोन्ट नो वेयर द्याट सङ इज राइट नाउ होइन उसको शब्दहरू चाहिँ एकदम मजाको थियो कि आज कस्तो दिन आयो सबैलाई धुरु धुरु आयो होइन अनि पूर्णिमाको रात हटाई औँसी कसले ल्यायो हो टाइपको थियो अनि त्यसपछि अर्को भनेको कान्छी रे भन्ने हाम्रो भिडियो पनि छ यसको चाहिँ आफ्नै ओरिजिनल कान्छी रे भन्ने त्यसरी चाहिँ हामीले राजन पाण्डे दाई मेरो यो सानो घरैमा तिम्रो खाँचो पर्यो भन्ने जुन गाउनु भएको थियो उहाँलाई फिचरिङ गरेको थियौँ अनि त्यो गीतको भिडियो पनि गरेर ठ्याक्क भिडियो गर्ने बित्तिकै आई वेन्ट टु जापान एन्ड देन युट्युब पनि खासै थिएन नि त्यो स्टिल इट्स इन द युट्युब होइन कान्छी रे टाइपको एउटा क्याच त्यो बेलामा बनाएको होइन लगभग रेकर्डिङ त 19-20 इयर्स बिफोर नै हो बट त्यही नै हो ओरिजिनलिटी भनेको त अरू बनाउनै पाएन भनेपछि तपाईँ त्यो पालोमा पर्नुभयो के अरे फ्लपी डिस्कवालामा पर्नुभयो कि फ्लपी डिस्क पनि युज गर्यो त्यही त नि के अरे रिलवालामा चाहिँ पर्नु रिलवालामा परेन फ्लपी डिस्क आइसकेको थियो हजुर हामी चाहिँ ठ्याक्क त्यसपछि परियो भर्खर युएसबी ड्राइभ भन्दा पनि हजुर मेरो साथीको चाहिँ बाबाले हङकङबाट चाहिँ MP3 प्लेयर पठाइदिनु भएको थियो क्या वी युज टु युज द्याट MP3 प्लेयर एज USB ड्राइभ के टु सेयर द म्युजिक हजुर 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 त्यही त अब त्यो कुरा क्या यही कुरा क्या अब पहिला सिडीमा सुनिन्थ्यो नि त गीत होइन अब अहिले त स्पोटिफाई युट्युबमा सुनिन्छ नि त अब के फरक लाग्छ क्या तपाईँलाई क्या अफकोर्स इजी इफ देयर इज इन्टरनेट यु क्यान डु एनिथिङ फ्रम एनिवेयर अनि त्यो त ठिक छ इजी भयो होइन मैले चाहिँ अब पहिला त अब ल यसकै गीत सुन्छु भनेर त्यो सिडी कलेक्ट गर्नु पर्थ्यो नि त होइन यो आर्टिस्ट मलाई बवाल लाग्छ भनेर अब अहिलेको टाइममा त त्यो छैन अब अहिले टेक्नोलोजीले जितिसक्यो होइन हजुर टेक्नोलोजीले म्युजिक फिल्डमा पनि टेक्नोलोजी आइसक्यो अब फर इक्जाम्पल अफकोर्स हामीले पहिला सिडी कलेक्सन गर्थ्यौँ नि त अब त्यो जमानामा होइन हामीले अब ऱ्यापरहरूको भन्दाखेरि अब फर इक्जाम्पल नेप्साइडासको एल्बम किनेर गाउँथ्यो त्योभन्दा अगाडि चाहिँ निने डायनेस्केको हाम्रो गाउँले जीवन गीतको त होइन म नेपाली समथिङ लाइक द्याट त्यो मेरो मसँग सिडी नै थियो कि अब सेलेक्टेड सिङ्गर्सको सिडी किनिन्थ्यो अहिले सेलेक्टेड सिङ्गर्सको युट्युबमा प्लेलिस्ट बनाइन्छ नि त आई थिङ्क द्याट्स द ओन्ली डिफरेन्स त्यति हो अहिले फेरि तपाईँको यस्तो हुन्छ अहिलेको युट्युबमा फेरि अप नेक्स्ट पनि आउँछ नि त आफै कसैको गीत बजाइन्छ द्याट्स अब त्यो चाहिँ अब तपाईँको अब एआई टुल्सहरू युज गरेर आएको छ होइन तपाईँको चोइस के छ तपाईँको क्याटेगोरी सजिलो बनाइदिएछ कि द्याट्स द पावर अफ टेक्नोलोजी इभन म पनि एआईमै काम गर्ने भएको भएर तपाईँलाई मनपर्ने क्याटेगोरी फर इक्जाम्पल मैले सरकारको गीत सुनेँ भने मलाई सबै सरकारको गीत के अरे रिफर गरिदिन्छ नि त द्याट्स त्यो भनेको टेक्नोलोजीको एउटा गुड पोइन्ट हो जस्तो लाग्छ फर इक्जाम्पल मैले भने नि त कि अब पहिला मैले निर्णयको गीत सुन्दाखेरि निर्णयको सिडी कलेक्ट गर्थेँ नि त गाउँले जीवन सुन्यो म नेपाली सुन्यो होइन जिएको गीत सुन्यो ऱ्याप मात्रै कलेक्सन गर्थ्यो नि त त्यो त आफूले कलेक्सन गर्नु पर्थ्यो भने अहिले टेक्नोलोजीले जितेर हाम्रो कुरा बुझेर हाम्रो क्याटेगोरीलाई अटोमेटिक बनाइदिएछ अटोमेटिक है के छ त यो चिजहरू राइट हो कि अब टेक्नोलोजीहरू हुन्छ नि अब एआईहरू हजुर हजुर ठिक हो कि यस्तो हुन्छ एआईलाई कुन हदसम्म युज गर्ने भन्ने कुरा हो टेक्नोलोजी भनेको जहिले पनि मान्छेलाई सपोर्ट गर्ने हजुर मान्छेलाई सजिलो बनाइदिने मान्छेलाई सरल बनाइदिने एउटा माध्यम मात्रै हो होइन अब त्यसलाई तपाईँले मिसयुज गर्नु भने मिसयुजमै युज हुन्छ त्यसलाई प्रपरली युज गर्नु भने प्रपरली युज गर्नु मिल्छ द्याट्स वाइ तर संसार नै टेक्नोलोजीले अगाडि बढाइरहेको छ होइन वी हेभ टु एक्सेप्ट द्याट एन्ड मुभ है भनेपछि एक्सेप्ट गर्नु पर्यो अब अगाडि बढ्नु पर्यो तर अब अहिलेको टाइममा त गीत त एआईले बनाइन्छ हजुर 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 अनि त्यो चिजहरू चाहिँ कस्तो लाग्छ मलाई हो मैले भने अब त्यसलाई मिसयुजको रूपमा लिने कि म चाहिँ के भन्छु भन्दाखेरि एआईलाई इभन आई एम ए रिसर्चर अफ एआई होइन म चाहिँ जहिले पनि के भन्छु भन्दाखेरि एआईलाई हामीले जस्ट हामीलाई सपोर्ट गर्नुको लागि मात्रै लिने हो कि फर इक्जाम्पल यु हेभ अ रोबोट विथ एआई टेक्नोलोजी होइन तपाईँलाई आज चाउचाउ खान मन लाग्यो भने तपाईँलाई चाउचाउ पकाएर दिने हो कि रोबोटले नै चाउचाउ खाइदियो भने त मजा आएन नि त एक्ज्याक्टली हो नाइस मलाई यो सही लाग्यो तपाईँको यो कुरा अब सुन्नु लाइक त्यो भएको हुनाले चाहिँ होइन कुन लेभलसम्म युज गर्ने भन्ने कुरा चाहिँ हामीले बुझेर टेक्नोलोजीलाई युज गर्ने हो म चाहिँ त्यति भन्छु
त्यही भएर त्यो अब अहिले अटो ट्युनहरू युज गर्छ होइन पहिलाको भोकलहरू सुन्यो पहिलाको गीतहरू सुन्यो भने होइन अब राम्रोसँग प्र्याक्टिस रियाज नगरिकन गएन होइन 10 दिन 12 दिनसम्म स्टुडियो धाइराख्नु पर्थ्यो होइन अब अहिले अब त्यतिखेर स्टुडियोमा पालो कुरेर वेट गरेर गाउनु पर्थ्यो होइन इभन पालो पाउँथेन अब अहिले तपाईँको एभ्रीबडी ह्याभ होम स्टुडियो यु क्यान जस्ट गिभ अ डमी एन्ड आफ्टर द्याट दे स्टार्ट एरेन्जिङ द म्युजिक अनि त्यो मास्टर गरेर निकाल्दाखेरि अब अटो ट्युन एआई सबै हालेर गरिदिन्छ इट्स गुड टु हियर बट अब सुन्नलाई मजा आउने कि रियालिटी पस्कने भन्ने मात्रै कुरा त्यही भएर कुन हदसम्म युज गर्ने भन्ने कुरा मात्रै हो जस्तो लाग्छ मलाई तर युज गर्ने राम्रो सुनाउन मन छ भने होइन एआई युज गर्ने नि तपाईँको कुरा पनि साँचो हो राम्रो सुनाउनु मन छ भने त एआई युज गर्ने अनि तर अब सबै गीतै एआईबाट त गर्दा मजा आएन मान्छेलाई सुन्न मजा लाग्छ मान्छेलाई त्यसैले एट्र्याक्ट गरिरहेको छ भने आई थिङ्क वी क्यान युज द्याट अल्सो फर इक्जाम्पल अब होइन अहिले अब म नाम चाहिँ लिन्न होइन कति धेरै गीतहरू भाइरल भइरहेछ नि त इभन द सिङ्गर्स कान सिङ द्याट इन रियल के लिपसिङले चलाइदिरहेछ आइएम नट गोइङ इन त्यो भन्न खोजे होइन तर त्यस्तो कुराहरू हुन्छ कन्टिन्यू गर्नु न तपाईँले चाहिँ त्यो सोच्नु भएको छ होइन होइन त्यो सबै ठाउँमा हुन्छ नि त कति ठाउँमा लिपसिङ मात्रै गरिरहेको हुन्छ होइन त्यो भनेको त अब त्यो भोकल रियालिटीमा थाहा हुन्छ नि त पुरानो गीतहरू पनि छ आई डोन्ट वान्ट टु टेक नेम होइन ब्रिटनी स्पियर्सहरूको कुरा भन्दा पनि नेपाली सिङ्गरहरूकै पनि छ नि त पुरानो हाम्रो बेलामै छ रिमिक्स गीतहरूमा म चाहिँ सक्ट भएको छ होइन नाम चाहिँ लिँदिनँ होइन एभ्रीबडी ह्याभ युज एभ्रीबडी सबैको प्यासन नै होला क्या नाम नलिनु पछाडिको नलिम कन्सर्टमा सुन्दाखेरि चाहिँ म चाहिँ इज दिस रियल भन्ने भएको थियो कि नाम चाहिँ नभन्नु बट त्यो गीत चाहिँ लास्टै भाइरल भएको थियो रिमिक्स ठिक छ अब नाम पनि नभन्नु थर पनि नभन्नु लेडिज सिङ्गर उलिया लेडिज सिङ्गर कतिको राम्रै हुनुहुन्थ्यो गोरी मेबी मोडल पनि हुनुहुन्थ्यो मोडलिङ गर्नु भएन को रहेछ त मेरो त मिलेन नि त को रहेछ त सागरले भनेको मैले गेस गरेँ तर सी हेभ भेरी गुड भोइस मैले सुने पछि उहाँको हुन्छ नि डेमो सुने बल रहेछ सी इज भेरी गुड म त लागेको थिएन म त होइन होला सोचिरहेको थिएँ सी इज भेरी गुड तर नाम चाहिँ नलिउँ रिसाउँदा अरे के अरे त्यही त तपाईँको नै अब एआईको गर्नुहुन्छ भने होइन के एकचोटि बुझाइदिनु न अब हामीलाई पनि थाहा आएन नि एक्चुअली ओके मेरो अब ऱ्यापबाट भन्दा नि यता एकाडेमिक क्यारियरमा जाउँ होइन एक्ज्याक्टली जापान गएपछि मैले मास्टर्स पिएचडी जापानमा गरेँ हो हजुर अब त्यसमा चाहिँ आइटी हो मेरो फिल्ड चाहिँ आइटीमा चाहिँ मैले के अरे के भनेको थिएँ भन्दाखेरि चाहिँ आइटीबाट चाहिँ मैले फेस डिटेक्सन टेक्नोलोजीमा रिसर्च गरेको त्यतिखेर चाहिँ अझै मैले अहिले चलेको एआर भिआर टेक्नोलोजी अनि त्यसपछि रोबोटिक्स ड्रोनहरू बनाउने ड्रोनहरूलाई अटोमेटिकली कन्ट्रोल गर्ने होइन त्यस्तो टेक्नोलोजी एकदम इन्ट्रेस्टेड भएर बनाएँ पिएचडी भ्याएपछि चाहिँ आई जोइन द वान अफ द टप कन्स्ट्रक्सन कम्पनी इन जापान काजिमा कर्पोरेसन भन्छ त्यहाँको म रिसर्चर है ऊ के अरे याकुजाको त होइन नो इट्स अ ग्रेट सबभन्दा ठुलो कम्पनी त याकुजा त मतलब कुरै भएन होइन याकुजा इज जस्ट दे आर जस्ट वान अफ द ग्रुप जापान सबैजनाको आफ्नो आफ्नो काम हुन्छ अनि त्यसको रिसर्च इन्स्टिट्युटमा छिरेपछि चाहिँ मेरो मेन फिल्ड भनेको चाहिँ तपाईँको आइटीहरू युज गरेर कन्स्ट्रक्सन इन्डस्ट्रीको प्रोडक्टिभिटीलाई कसरी इन्क्रिज गर्ने भयो अनि मैले चाहिँ अब एआईहरू युज गर्ने भनेको चाहिँ अब तपाईँको फर इक्जाम्पल हाम्रो कन्स्ट्रक्सन साइट अब 50-60 तलाको बिल्डिङ हुन्छ होइन बनाउने हुन्छ नि त एउटा साइटमा दिनमा लगभग 500,000 जनाले काम गर्छ क्या 500,000 जनालाई विभिन्न कुराले कन्ट्रोल गर्नुपर्छ होइन त्यसको लागि चाहिँ उनीहरूको कामलाई इफेक्टिभ बनाउनको लागि चाहिँ मैले एआई रिलेटेड टुल्सहरू बनाएको छु होइन वर्ल्डमै नभएको न्यू टेक्नोलोजीहरू पनि बनाएको छु आई हेभ सेभरल प्याटेन्ट्स होइन ऱ्याप होइन प्याटेन्टले नै मलाई खान पुग्छ होइन मेरो इन्भेन्सन अनि त्यो भएको हुनाले चाहिँ फर इक्जाम्पल एआरको टेक्नोलोजी बनाएँ एगमेन्टेड रियालिटी फर इक्जाम्पल कुनै बिल्डिङ बन्दैछ नयाँ भने तपाईँ चाहिँ तर त्यहाँ केही पनि बनेको छैन त्यो बिल्डिङ बन्दैछ भने वी हेभ 3D मोडल्स अफ द्याट बिल्डिङ अनि हामी त्यो ठाउँमा गएर आइप्याडमा फिल गऱ्यो भने भर्चुअल इन्भाइरोमेन्टमा तपाईँ हिँड्नुभयो भने यु क्यान गो अल अराउन्ड द बिल्डिङ या हो र मिल्छ आई क्यान सो यु द एप यो त अति बल एन्ड देन
बट देयर इज नथिङ इन रियालिटी बट इन भर्चुअली द बिल्डिङ इज कम्प्लिट होइन अब यसमा थपिहाल्नु नि त कति पर्छ यसको एप्लिकेसन अहिले त्यस्तो महँगो छैन तपाईँको साइट्स अनुसार अहिले त लगभग कन्स्ट्रक्सन साइटले मात्रै युज गर्छ होइन अब यसको चाहिँ सब्सक्रिप्सन वाइज हुन्छ मन्थली एउटा साइटको 50,000 60,000 होला एउटा साइडको 50,000 60,000 भने नेपालले गर्न सक्दैन अफोर्ड ठिक छ नेपालमा अहिले युज नै हुँदैन नेपाल त अझै 10 years 20 years पछाडि वेट गर्नुपर्छ हो कन्स्ट्रक्सनमा त रिसाउँछ नि नेपाली यस्तो नभन्नु न यार होइन काम गर्नु पर्यो नि रिसाएर मात्रै भन्ने हो है रियालिटी 2000 सत्य तितो हुन्छ नि सरकार सत्य तितै छ फेरि यस्तो भन्छ नि त 2082 पुगिसक्यो दिन्छन् 2082 2085 पनि भन्छन् होइन केही भएको छैन होइन अब 20-30 वटा देश घुमिसक्यो होइन हामीले बिल्ला गर्छौँ यस्तो देशको मान्छे भनेर होइन सबभन्दा पिछडिएको हाम्रो देश लाग्छ होइन हो अब छ नि त तपाईँको 200 किलोमिटरको पोखरा जानलाई 10 घन्टा लगाइदिन्छ हो साँचो कुरा यो साँचो कुरा हो होइन तपाईँले आफ्नै घरको मात्र कुरा गर्नुभयो होइन पोखरै जान्छ होइन अस्ति गएको कि म होइन धेरै पछि अनि तपाईँको फ्लाइटमा चढ्न डर लागिदिन्छ फ्याक्ट्स होइन फ्लाइट डिले इज लाइक इट्स कमन होइन आइएम नट टकिङ ब्याड थिङ्स अबाउट आवर कन्ट्री हामीले पनि बनाउँछ नि त हजुर खुसी लाग्छ नि त अब विदेशी लिएर आउँदाखेरि होइन विदेश साथीहरू आउनुहुन्छ कति धेरै अब प्रोफेसरहरू आउनुहुन्छ होइन हजुर अब अझै कति वर्ष पछाडि छ तिमीहरू भने जस्तो फिल चाहिँ अब चाइनासँग कम्पेयर गर्दाखेरि जापान इज 5 years ब्याक के चाइना जापानभन्दा 5 वर्ष अगाडि भइसक्यो टेक्नोलोजीमा हो है भनेपछि हाम्रो नेपाल त यु क्यान बिलिभ इमेजिन बट लेट्स सी वी हेभ टु मेक इट ठिक छ म साथ दिन्छु यसमा अफकोर्स म साथ दिन्छु सरकारको साथ नै चाहिएको छ धन्यवाद हजुर धन्यवाद अनि नेपाललाई अगाडि बढाउनु पर्यो योजना यो होइन अफकोर्स मेरो एम नै त्यही हो राजा चाहियो कि चाहियो अहिले ऱ्याप त हाकिम दाइलाई भेटेर मैले ऱ्याप हाने होइन हजुर तर म चाहिँ यहाँ नेपाललाई बनाउने भनेर नै आएको ठिक छ राजा चाहियो कि चाहिएन तपाईँको विषय अब राजा अब यस्तो हो काम गर्नु पर्यो अब राजाले आएर काम गर्नुहुन्छ भने राजै चाहियो क्या हामीलाई ओ माने पेमेन्ट सही शब्द ल अरू थपौँ अब यस्तो हो राजनीतिक पार्टीको हाम्रो जो वरिष्ठ सरहरू हुनुहुन्छ म सर भन्छु उहाँहरूलाई ठिक छ उतापट्टि हो सरहरू उतापट्टिको सर रियल सर त मै भइहालेँ नि होइन अब उतापट्टिको सरहरूले काम गर्नु पर्यो होइन अब नेपालको ट्यालेन्टहरू अब मैले मेरो कुरा चाहिँ गरेको होइन अब जापानले मेरो प्याटर्न युज गरिरहेछ भने वाइ नट अ लट अफ ट्यालेन्ट्स आर देयर आउटसाइड क्या अब्रोडमा होइन अब प्रपर ट्यालेन्टको प्रपर युटिलाइज गरिदियो भने धेरै टाढा छैन त्यही भएर राजनीतिक दलले गर्न सक्दैन भने राजा चाहियो एक्ज्याक्टली होइन गर्न सकेन भने चाहियो गर्नु चाहिँ पर्यो कि फेरि श्रीलङ्का र बङ्गलादेशको ताल हुन्छ हो फ्याक्ट्स ठिक छ त्यो त्यस्तो भयो नि उभिनुपर्छ सबै तपाईँ चाहिँ आउनु उडेरै आउने अनि यही त होइन एआई अब यो छ नि एआईमा अब के छ त अब रोजगार हुन्छ नि नेपालमा त्यति छैन हजुर रोजगार कसरी दिन सकिन्छ त यस्तो एआई भन्दा पनि अब आइटी डेभलपमेन्टमा नेपालमा एकदम राम्रो इन्जिनियरहरू हुनुहुन्छ है नेपाल चाहिँ आइटी फिल्डमा चाहिँ नेपालले एकदमै फड्को मारेको छ राम्रो भाइहरू हुनुहुन्छ होइन सिनियर दाइहरू पनि हुनुहुन्छ धेरै ट्यालेन्टेडहरू हुनुहुन्छ अपर्च्युनिटीको मात्रै कुरा हो र ट्रेन्ड कस्तो छ भन्दाखेरि आइटीमा काम त गर्नुहुन्छ होइन तर सजिलो गरिराखेको काम डिजाइन नयाँ इनोभेसन अलिकति गाह्रो छ यार यो काम गऱ्यो भने त गाह्रो छ यार टाइम लाग्छ नि त यति पैसामा यति गर्ने यति पैसामा त मैले किबोर्ड टाइप मात्रै गर्न सकिन्छ नि भन्ने मेन्टालिटीको डेभलपरहरू नभइकन ओ दिस इज च्यालेन्जिङ दिस इज समथिङ न्यू यो त इनोभेसनको काम हो यसबाट केही सिकौँ पैसा पनि पाउँछ सिक्न पनि पाउँछ बट इजी चाहिँ छैन भन्ने मेन्टालिटीको डेभलपरहरू जति बढ्दै जान्छ नि नेपालमा एआई मात्रै होइन नेपालको इन्जिनियरहरू डेभलपरहरू इन्डियनभन्दा राम्रो छ किनभने मैले अहिले 30-40 जनासँग काम गरिरहेको छु हजुर होइन अब एकदम राम्रो हुनुहुन्छ तर उनीहरूलाई प्रपर ट्रेनिङ चाहियो प्रपर आइडिया हुनु पऱ्यो नेपालको स्टाइलमा होइन इन्टरनेसनल स्टाइलमा दिनु पऱ्यो कि अनि सर्टली सस्तो डेभलपर भन्ने होइन कि राम्रो डेभलपर बनाउने नेपालमा त सस्तो र राम्रो होइन नि के हो थाहा छ तपाईँलाई के भन्नु सिफारिस हो सरकारी काम त सबै सिफारिस हो नि सबै सिफारिसवाला हो नि त मैले पनि ई सिफारिस भन्ने सफ्टवेयर बनाउनु लाग्यो हजुर खै कसैले नि सिफारिस नै गर्दैन भने अब गाह्रो छ तपाईँको बालेन सरलाई भन्नुपर्छ हाम्रो बालेनलाई भन्नुपर्छ बालेनदेखि सुरु गर्नु पर्यो बालेन सरसँग सुरु गर्नु अब उहाँ पनि इन्जिनियर ऱ्यापर तपाईँ साइन्टिस्ट
ऱ्यापर अनि तपाईँलाई चाहिँ के लाग्छ त अब एज अ हुन्छ अब साइन्टिस्ट अब डक्टर हुन्छ नि त्यो त अब सम्बोधन गर्दा भनिहाल्छ अनि एज अ ऱ्यापर पनि क्या अझै मलाई पनि यसो ऱ्यापमा पनि अझै माया गर्दै होस् हुन्छ कि अफकोर्स भइहाल्छ नि त्यो त मैले भने नि वान्स अ ऱ्यापर अलवेज ऱ्यापर फ्याक्ट्स होइन अब साइन्टिस्ट भनेको एउटा प्यासन त्यो पनि प्यासन हो नयाँ कुराको इन्भेन्सन मलाई त ऱ्यापिङ पनि इन्भेन्सनै हो जस्तो लाग्छ नि त अन द स्पोट वी क्रिएट लिरिक्स के हाम्रो शब्दको प्रहार हुन्छ नि त होइन अनि त्यसपछि कति कुराहरू नसोचिकन लेखिँदैन नि त अरू सिङ्गरहरूले के गर्छ लिरिसिस्टले गीत लेखिदिन्छ म्युजिसियनले कम्पोज गरिदिन्छ भोकल राम्रो भएको भोकलिस्टले गाइदिन्छ कि एक दिनमा कति 15वटा हान्दो रहेछ नि हानिदिन्छ हाम्रो के छ गाह्रो छ ल लेख बिट बना होइन लिरिक्स सोच कन्सेप्ट सोच लिरिक्स पनि अरूहरूको त 4 लाइनले गीत बन्छ नि त हाम्रो त 16 बार उस्तो पनि 48 बार त ऱ्यापै हान्नुपर्छ अझै तपाईँको होइन अर्को 8 बार भुक चाहियो ब्रिज हान्नु परिहाल्यो कोरस चाहियो के त्यो सबै लेख्ने कसले हो त ऱ्यापरले लेख्ने हो नि त त्यो पनि कति ठाउँमा त अन द स्पोट अब पहिला त अब होइन रिमिक्सको बेलामा त झन् सिधै ल भाइ एउटा ऱ्यापको काम छ आउनु पर्यो भनेर बोलायो गीत सुनाउँछ त्यतिखेर गीत सुनाएर अब उतिखेरै बसेर 15 मिनटमा लिरिक्स लेखेर भित्र छिरेर ऱ्याप हान्ने हो है त्यो अनि तपाईँ सबभन्दा ढिलो टाइम लागेको चाहिँ कति थियो ऱ्याप लेख्न हजुर त्यति बेला त यस्तो प्यासन हुन्थ्यो नि होइन सबै छोडेर लेखिन्थ्यो नि त मलाई एकदमै धेरै टाइम लागेको भनेको चाहिँ हाम्रो पूजा लामाको त लुकीछिपी लेख्दाखेरि होला तपाईँ मोडल हेर्दै फुर्सद थिएन रहेछ या सी वाज गुड सिस्टर त्यो हामी बुझ्छौँ यस्तो अरे के अरे सबभन्दा छिटो चाहिँ कुनमा सघाउनु भयो मैले सबभन्दा छिटो सकेको चाहिँ त्यो आगो लाग्यो दिलैमा दमकल बोलाइदियो अरू कति गीतहरूको त रियली होइन सरकार हजुर आई हेभ फरगट अल द लिरिक्स के अब बुझ्छौँ हामी आगो लाग्यो दिलैमा त फेमस हो नि त हजुर भिडियो पनि बन्छ होला जस्तो थियो बनेन होइन अनि त्यसपछि लुकीछिपीको त अब सुटिङ गर्ने भनेर सपिङ नै गइसकेको के हो र त्यो पनि अब समथिङ ह्यापेन्ड होइन त्यो गीत पनि बाहिर आएन अनि एट द्याट टाइम मैले के सोचेँ भन्दाखेरि भाग्यमा जे लेखेछ त्यही हुन्छ बिग फ्याक्ट्स हो नि तपाईँको भाग्यमा जे लेखेछ नि तपाईँलाई त्यही हुन्छ कसैले म तिमीलाई हेल्प गरिदिन्छु पनि भन्नुभएको थियो हो र फुल एल्बम तर एट द्याट टाइम मलाई एपेन्डिक्सको अपरेसन गरेर जस्ट अघिल्लो दिन एपेन्डिक्सको अपरेसन उहाँले भेट्न बोलाउँदा आई डिन्ट मिट हिम होइन भेट्न चान्स नै थिएन वान चान्स एकचोटि आयो सक्यो बट आई थिङ्क इट्स गुड किनभने अब एभ्रिथिङ्स ह्यापन्स फर अ गुड रिजन या भेरी गुड आई बिलिभ इन द्याट अहिले 17 वर्षपछि आयो होइन नयाँ जोस नयाँ जागरका साथ मैले त्यो गीत भल लाग्यो तपाईँको त्यो हुन्छ नि त्यो हामीले सुन्ने यो गीतको कन्सेप्ट पनि तपाईँको मैले तपाईँले सोध्नु सरी मैले राम्रोसँग एन्सर दिइनँ होइन यो गीतको बोल चाहिँ विदेश नजा भनेको अब विदेश नजा मैले मानिन अर्थी उपदेश मैले सुनिनँ भनेको अब सबैले विदेश जानुभन्दा अगाडि नआइज भन्छ नि त तर सुन्दैन नि त मुला आफू गएर पैसा कमाइरहेछ हामीलाई चाहिँ नआइज भन्छ भनेर त्यो नर्मल सबैको एन्सर हो नि त अनि अर्थी उपदेश कसैको पनि सुनेन नि त हामीले विदेश गएर के हुन्न नेपालमै गएर भनेको द्याट इज जस्ट अर्थी उपदेश तर अब आइसक्यो नि त आइसकेपछि फर्की भन्ने कुरा नि हुँदैन नि त अब आइ त सके पछि हट्दिनँ सफल नभए म घर फर्किन्न भनेपछि त्यो पोइन्ट चाहिँ अहिले विदेशमा हामी पनि विदेशबाट फर्केको स्ट्रगल गरेको मेरो पनि स्ट्रगलको कहानीहरू धेरै छ होइन जाने बित्तिकै यहाँसम्म भए होइन नि त तपाईँको भाडा बिहान 8 बजीदेखि राति 12 बजीसम्म भाडा पनि माझ्या हो होइन स्टेसनमा सुतेको पनि हो एकीमा सुत्दा कोइन पार्क होइन पार्कमा सुत्यो होइन सुत्ने ठाउँ हुँदैन साथीहरूबाट घात रिलेटिभ्सबाट विश्वासघात होइन त्यो भन्दा नर्मल कुरा हो क्या त्योलाई फेस गर्दै 43 डिग्रीको घाममा बिहान 8 बजीदेखि रातिको 5 बजीसम्म घाँस काट्ने काम गर्यो माथिबाट तलबाट काट्दै गयो सकिन्छ तल हेऱ्यो फेरि पलाउँछ भनेको त्यो 43 डिग्री के त्यो भनेको त्यो बेलाको स्ट्रगल हो नि त त्यही भएर गाह्रो चाहिँ छैन तर आई डिन्ट गिभ अप मैले गिभ अप गरिनँ जसले गिभ अप गरेन एउटा ठाउँमा आयो नि त लक्ष्य थियो नि त त्यही भएर मैले चाहिँ सक्सेस भएर देखाएँ इफ आई क्यान डु एनीबडी क्यान डु भन्ने चाहिँ मलाई लाग्छ त्यो मेन थिम चाहिँ यो गीतको त्यही हो नाइस दामी लाग्यो मलाई अनि तपाईँले यो यस्तो यो हिपहप हुन्छ नि ऱ्याप गेम यसलाई चाहिँ यङ म्यान स्पोर्ट भन्छ नि त होइन
के लाग्छ त यो यङ ऱ्यापरले गर्नुपर्ने यङले गर्नुपर्ने हो त मैले भनिसकेँ नि एज डजन्ट म्याटर भन्नु पाएन भर्खर होइन वन्स ऱ्यापर ओल्ड ऱ्यापर त भने होइन आई डोन्ट थिङ्क एज म्याटर्स के एज डजन्ट म्याटर्स र यो ऱ्याप हिपहप भनेको यो चाहिँ अब इट्स अ टाइप अफ म्युजिक अब हामीले नेपप भन्छौँ नि त नेपाली हिपहप हजुर यो शब्द अनि त्यसपछि इभन यो चाहिँ जापानमा पनि मलाई चाहिँ होइन वाट्स नेपप भनेर सोधेको थिएँ कि नेपाली हिपहप ओ भन्ने कुराहरू भएको थियो अब त्यही भएर अब कतिको रिसायो त जापानिज त्यतिखेर रिसाएर केही नि हुन्न होइन अब त्यो भएको हुनाले चाहिँ एजले चाहिँ म्याटर गर्दैन हजुर अब हाउ गुड युआर होइन हाउ गुड युआरले पनि म्याटर गर्दैन एउटा कुरा चाहिँ मैले जापान गएर बुझेको हजुर सुरुमा म नेपालमा नि अब सोहरू गरिन्थ्यो अलिअलि होइन त्यतिखेर चाहिँ क्राउड टन्नु हुन्थ्यो क्या नेपालमा अब कहिले औद्योगिक व्यापार मेला भन्छ होइन कहिले होली फेस्टिभल भन्छ होइन अ लट अफ थिङ्स के अ लट अफ पिपुल होइन क्राउड सेयर अप गऱ्यो होइन अब मैले पुजा दिदीसँग पनि धेरै सेयर गरेँ होइन धेरैजनासँग सेयर गरेँ नि त मजा आउँथ्यो क्या जापानमा गएँ ऱ्यापरहरू भेट्यो होइन कलेजको साथीहरू अनि उनीहरूले ऱ्याप हान्न बोलाउँथ्यो क्या ऱ्याप हान्न गयो अनि मैले चाहिँ जहिले नि के कम्प्लेन गर्ने भन्दाखेरि मान्छे छैन गीत मान्छे छैन भन्ने के अनि त्यहाँको ऱ्यापरले चाहिँ मलाई एकदम डेन्जर गाली गर्यो क्या विकास तँ जहिले नि मान्छे छैन के गाउने भन्छ होइन इन्जोय बाई योर सेल्फ के डोन्ट थिङ्क अबाउट एनीबडी तैँले इन्जोय गर्नु पर्यो ऱ्याप हान्दा तँलाई मजा आउनु पर्यो अरूको बाल मन परेको आएर नाच्छ मन नपरेको नाच्दैन बट यु निड टु इन्जोय भन्थ्यो कि एन्ड वाइल आई वाज ऱ्यापिङ हि वाज अल्सो भेरी गुड ऱ्यापर इन जापान होइन मेरो कलेजको सिनियरहरू हो अनि उनीहरू चाहिँ इन्जोय गर्थ्यो क्या मैले गाउँदाखेरि चाहिँ या वी आर इन्जोइङ मैले चाहिँ मान्छे भएन भन्थेँ होइन उसले चाहिँ मलाई मजा आइरहेछ वी आर इन्जोइङ भन्ने पछाडि आएर डिजे गरिदिने गर्थ्यो त्यहाँबाट चाहिँ मैले सोचेको चाहिँ तिमी ह्याप्पी हुनु पऱ्यो तिमीले गरेको काम अरूले जे भन्नुहोस् बाल छैन अब मैले आइ एम नट गुड आई मे नट बी गुड बट मैले मेरो भावना मेरो चाहना त पोखेको छु नि त एक्ज्याक्टली यो एजमा आएर पोखेँ यङबाट स्टार्ट गरे हो मन पऱ्यो जहिले स्टार्ट गरे पनि हुन्छ एक्ज्याक्टली होइन यो कुरा म एउटा थपिदिन्छु तपाईँलाई हाकिम दाइले नि अस्ति चिसो भनेमा निकाल्नु भएको थियो क्या हजुर हजुर मैले हेरेको थिएँ त्यही भएर एज डजन्ट म्याटर जस्तो लाग्यो अनि हाकिम त यङ हो नि ए हो हेर्दा मात्रै त्यस्तो ठिक छ हुन्छ अब भन्दा पनि हुन्छ फेरि रिसाउला यार हाकिम दाइ रिसाउनु सक्छ सरी हाकिम दाइ सरी नै भन्नु पर्दा हाकिम दाइ लुक्स मोर यङ्गर देन मी के त्यो चाहिँ जिम जान्छ नि त 17 को छ 17.5 रे 17.5 भने फेरि गाह्रो छ कुन दिन हल्क हुन्छ होइन बट इज सो गुड गाई होइन पहिलेदेखि नै अब हुन्थ्यो होइन आमासँग हिँड्दाखेरि नै अब आमाले म चाहिँ अरू स्टुडियोमा काम गर्थेँ होइन अरू स्टुडियोमा ऱ्याप हान्थेँ अब फिचरिङ गर्थेँ नि त अनि आमाले चाहिँ जहिले पनि के भन्थ्यो भने यु निड टु कम टु युआर रेकर्ड्स हाकिम दाइ छ सपोर्ट तिमीलाई त्यहाँबाट हुन्छ क्या यस्तो नर्मल स्टुडियोमा हामीलाई सपोर्ट हुँदैन यु निड टु कम देयर त्यो त ऱ्यापरहरूको प्याराडाइज हो कुराहरू गर्थ्यो नि त अनि हि वाज द वान हु केम टु पिक मी अप इन न्यू प्लाजा टु द डिजे भयो त्यतिखेर चाहिँ हामीले हाकिम दाइ चिन्यो एन्ड हि वाज सो हम्बल एट द्याट टाइम इभन एमा पनि त्यस्तै थियो है अहिले पनि अस्ति 17 इयर्स ब्याक मसँग चाहिँ हाकिम दाइसँग फेरि बोल्ने एउटा त्यो उनी थिएन के आई वाज म यो फिल्डबाट नै बाहिरिसकेँ भन्ने मलाई त्यो भइसकेको थियो कि होइन तपाईँले जाडो महिना भेट्नु भयो कसलाई हाकिम दाइलाई गर्मी ए हो त्यसो भए त्यो चिसो चलाइदिनु त्यतिखेर होइन चिसो अहिले लेटेस्ट हुने होइन त्यतिखेर त हाकिम दाइको चोरी दिन्छु नि ओके अनि त्यो अर्को कुरा क्या हजुर तपाईँलाई त्यो अब पहिला चाहिँ एकदम मनपर्ने ऱ्यापर को थियो त नेपालदेखि जाउँ अब सबैभन्दा अब नेपालमा पहिलादेखि मनपर्ने त अब एमा त अलि पछि नै आयो होइन एमा त सिनमै भएन एमा त मभन्दा नि पछि आयो नि त भन्दाखेरि त होइन सिनमै भएन त्यतिखेर चाहिँ सबभन्दा पहिला मलाई एकदमै मनपर्ने नेपाली ऱ्यापरमा चाहिँ सुन्दा मजा आउने चाहिँ हाम्रो लुरे मानस त्योभन्दा अगाडि चाहिँ मेरै साथी बुद्धि मार्क कान्छा हजुर हजुर है हि वाज सो गुड अब भोकल पनि सुन्यो होइन हजुर हजुर 17 इयर्स ब्याक हि जस्ट सेङ तर म चाहिँ बुद्धिकै फ्यान हो हजुर र उसँग नै इन्सपायर भयो त्यतिखेर चाहिँ मलाई मानस दाइको चाहिँ बबाल लाग्थ्यो कि हजुर हजुर अनि मजा सुन्नु पनि मजा आउने हजुर अनि मानस दाइ भयो अब इन्टरनेसनलको कुराहरू थियो हामी अब 50 सेन्टको गीत सुनेर आएको 50 सेन्टकै ऱ्यापमा प्र्याक्टिस गर्ने अनि एमिनेमकोमा प्र्याक्टिस गर्ने हजुर त्यही त हो नि त्यो त हो अनि अहिलेको टाइममा चाहिँ मलाई चाहिँ म अहिले सुन्न चाहिँ सुन्छु होइन
मलाई चाहिँ कस्तो भन्दाखेरि ऱ्यापरहरू धेरैजना आइरहनु भएको छ होइन मलाई चाहिँ एकदम हम्बल ऱ्यापरहरूमा चाहिँ ठुलोलाई रेस्पेक्ट गर्ने जुन कल्चर हुनुपर्छ नि द्याट मस्ट बी देयर के गाली गर्ने मुख छोड्ने त्यो होइन नि त त्यो त हामीले क्रिएट जसले बनाए जस्तो सोच्यो त्यस्तै होइन नि त त्यही भएर मलाई चाहिँ अहिले अब नर्मली DNX भाइ मनपर्छ इज सो हम्बल जापान आएको थियो मैले अस्ति उसलाई जापान मैले फर्स्ट टाइम भेट्दाखेरि नै इम्प्रेस हि वाज सो हम्बल होइन गीत पनि राम्रो गाउँदो रहेछ मैले रियली भन्दाखेरि सुनेको थिएन है त्यति धेरै नाम चाहिँ सुनेको थिएँ अनि उसको एउटा प्रोग्राममा राम्रो ऱ्यापर भाइ आउँदैछ जाउँ न भनेर एकजना लिएर जानुभयो अनि मैले उसलाई एयरपोर्टसम्म ड्रप पनि गर्दै हो अनि किन भन्दाखेरि मन परेर ड्रप गरेँ होइन अरू पनि धेरै राम्रो हुनुहुन्छ साकार भएको पनि राम्रो लाग्छ मैले भाइ भने माइन्ड नगर्नु होला भाइ नै हो होइन उमेरले चाहिँ अब तर अब नेपालमा क्यारियरको हिसाबले दे आर अलरेडी सिनियर त त्यसरी जानु तपाईँको कुरा चाहिँ सही हो होइन अब जस अनि अर्को चाहिँ हाम्रो युनिक पोइट युनिक पोइट मलाई मनपर्छ चलेको चाहिँ कोही मन पर्दैन भने सरकारै हो म त के अब हाकिम दाई अब पुरानो भइहाल्यो नयाँ भन्ने कुरा भन होइन अब हाकिम दाईलाई ऱ्यापर हुँदा नि ऱ्यापको प्रमोटर फ्याक्स किङ अफ ऱ्याप के वान्स किङ अलवेज किङ यस्तो त्यो पनि अब भन्नु पाइयो मलाई त्यो अनि मेन कुरा चाहिँ कस्तो भयो भन्दाखेरि सरकार बिचमा ग्याप भयो कि रबार्स एकचोटि एमाले जब छोड्यो नि त्यसपछि रबार्स खासै हेरेन टु बी फ्याक्ट अनि एनटिएफहरू विभिन्न सोहरू आयो अनि के अरे हाम्रो श्रीपेज आयो श्रीपेजमा नि अब हाम्रो गिरिश दाइहरूले होइन अनि हाम्रो मानस भाले गर्नुभयो हजुर राम्रो ऱ्यापरहरू त्यहाँबाट आउनुभयो हजुर तर अब सबै सुनिँदैन टाइम नै हुन्न के त्यो साँचो कुरा हो रियालिटी भन्ने मसँग टाइम नै हुन्न अनि हाम्रो यो अहिले चलेको हुन्छ नि अहिले चलिरहेको छ नि मार्केटमा झोला ग्याङ म्याच 6 दिन्छ नि त कस्तो लाग्छ त अब यस्तो हो उहाँहरूको आफ्नै फ्यान हुनुहुन्छ उहाँहरूले गर्नुभएको छ उहाँहरूको मजा छ म्युजिक सुन्दा मजा आउँछ होइन अब नराम्रो चाहिँ कसैलाई पनि भन्दिनँ किनभने मजाले चलिराख्नु भएको छ सबैले मन पराइदिनु भएको छ अब त्यही हो अहिले जुन ट्रेन्ड छ मैले भने नि आफूले इन्जोय गर्ने हो क्या आफूलाई उहाँहरूलाई मजा आइरहेको छ उहाँले इन्जोय गराइदिइराख्नु भएको छ द्याट्स ग्रेट अनि के लाग्छ त अब त्यो पालेबाट हुन्छ नि अहिलेसम्म यहाँसम्म आइपुग्यो होइन ऱ्याप तपाईँलाई के लाग्छ त सक्सेस कतिको भएको छ जस्तो लाग्छ अनि एकदमै सक्सेस भएको छ जस्तो लाग्छ मलाई एकदमै सक्सेस भएको छ हजुर अब हाम्रो बेलामा र अहिलेको हेर्दाखेरि त हाम्रो बेलामा त रिमिक्समा ऱ्याप भन्ने मात्रै ट्रेन्ड थियो कि हो फ्याक्स हो नि होइन अब त्यसलाई एमाले चेन्ज गरायो रबार्सबाट है अनि कस्तो अनि बिचमा मलाई कस्तो फिल भयो भन्दाखेरि हामी त ऱ्यापर नै होइन साँचो कुरा होइन तपाईँको अब तपाईँले यहाँ बुद्धको कुराहरू पनि चेन्ज गरायो होइन त्यो टाइम आइसकेको थियो हुन्छ नि के त्यो टाइम चाहिँ ठ्याक्क अब चेन्ज हुने टाइम आइसकेको थियो किनकि त्यसरी हामी लिभ गऱ्यौँ एक्ज्याक्टली तपाईँहरू अब गन्तव्यमा लाग्नुभयो फ्रस्ट्रेसन पनि भइसकेको थियो कि त्यो टाइममा चाहिँ ठ्याक्क अब बिट बनाउनेहरू अब किनकि इन्टरनेट पनि बुमिङ भइरहेको थियो अनि डाउनलोड गर्नु पनि पाइरहेको थियो अनि होम स्टुडियोहरू पनि बिल्डअप भइरहेको थियो मजासँग त्यही भएर चाहिँ त्यो टाइम चाहिँ ठ्याक्क अब गीत गर्ने त्यतिखेर त सरकार होइन मलाई सबभन्दा अचम्म लाग्ने चाहिँ अब बिट बनाउने बेलामा के हजुर अब प्रड्युसरहरू भन्दा पनि एरेन्जरहरू होइन उहाँहरूलाई अब कतिजनालाई त यो यस्तो हो के भनेर ऱ्यापको बुझाउनै गाह्रो हुन्थ्यो कि नि त होइन अब अहिले त झापचुप बनाइदिनुहुन्छ एकदम अन्डरस्ट्यान्डिङ भएको मान्छेहरू हुनुहुन्छ अहिले हाम्रो गीत पनि लेजीले गर्नु भएन वान डेज होइन वान डेमै ट्याकटुक पार्नु भएन भोकल उतिखेर लिएर झापचुप सही छ अनि अब तपाईँ पोखराबाट बिलङ गर्नुहुन्छ नि त अनि हाम्रो लाउरे चाहिँ कस्तो लाग्छ एकदम राम्रो लाग्छ एकदम राम्रो लाग्छ लाउरेको गीत मैले नाम छुटाएँ होइन आई लाइक लाउरे भेटघाट के छ छैन ब्रोलाई नि एआई मनपर्छ जस्तो लाग्थ्यो मलाई हो र होइन अब लाउरे अब जज पनि हो हिजो सेलिब्रिटी होइन एक्ज्याक्टली त्यो सायद उमेरमा चाहिँ हामीभन्दा सानो हुनै होला तर हि हेज डन अ लट अफ थिङ्स एक्सपेक्ट नै गर्नुपर्छ पोखराको हो होइन हामी पोखराकोलाई माया गरिहाल्छ सबभन्दा पहिला त हामी विदेशमा बस्ने त नेपालीलाई माया गर्छौँ नेपालमा आइसकेपछि पोखराको भएपछि पोखराकोलाई माया गर्छौँ लाउरेको लिरिक्सहरू एकदम राम्रो छ मजा आउँछ कहिले काहीँ गुनगुनाउने पनि गर्छु हजुर हजुर तर मैले चाहिँ किन नाम नलिएको भन्दाखेरि पोखराकै हो अरूको नाम लिउँ न भनेर के त्यो त राम्रो कुरो हो अनि हाम्रो ऊ नि के अरे अहिले चलिरहेछ त जेम्सीको राम्रो छ
अस्ति फ्लाइटमा मेरो साइडमा पर्नु भएको थियो ए हो हजुर ए सँगै फर्किनु भयो म उहाँसँग फर्केको होइन बाई चान्स उहाँ मेरो साइडमा पर्नु भएको थियो अनि मैले त कहाँदेखि जस्तो लागेर क्या हो रियली भन्दाखेरि त्यस्तो धेरै गीत सुन्दिनँ त आई वर्क फर मोर देन 18 hours a day के होइन अनि त्यही भएर अब कति कुराहरूले भ्याउँदैन पनि होइन तर गीत चाहिँ सुनिरहेको मैले उसकोमा टिकटक पनि बनाएको छु होइन अनि प्लस उसको प्रोग्राममा मलाई खाएर बत्तिँदैमा त होइन नि के अरे हुक्का बारमा फुक्दै हुक्का भन्ने छ नि होइन हो त्यो गीतमा चाहिँ मैले बनाएको थिएँ कि हुक्का तान्दै होइन क्याची छ राम्रो छ क्याची छ इज अल्सो फ्रम पोखरा होइन हि वाज बाई माई साइड अनि मैले सोधेँ तपाईँलाई कहाँ देखेँ जस्तो लाग्यो जेम्सी हो भनेको त हो द्याट्स थिङ तर झर्ने भनेन त्यो त्यहाँ भयो हुन्थ्यो क्या होइन त्यो दिने ठाउँ पनि थिएन किनभने गरेकै छैन नि त होइन भन्नु त पाएँ नि त अब भन्न सक्छु नि त मैले बिकज अब अहिले त मैले प्रुफ गर्छु नि त जस्तो भए पनि गीत त बनाएँ नि त एक्ज्याक्टली होइन राम्रो छ मलाई मन पराएको छ त्यो हुन्छ नि त्यो सुन्दाखेरि चाहिँ कस्तो छ भने चाहिँ ऱ्याप नै हानिरहेको पहिलेदेखि छोडा छैन भने सुनेको छ क्या किनकि डेलिभरी अनि के भन्छ पन्च लाइनहरू सबै छ क्या डेलिभरी छ मजाको लाइनहरू बवाल छ हुन्छ नि त्यो हिपहप छ क्या थ्याङ्क यू सो मेन चाहिँ तर है कति वर्ष ऱ्याप हान्नु भएन क्या बिचमा भने त 15-16 इयर्स त हान्दै हानेन अनि त्यसपछि अनि रेकर्ड गर्नुभयो सिधै द्याट्स वाइ हामीले गर्ने भन्यो नि त होइन बुद्धि र म भेटेँ होइन गरिदिने हो भने कि होइन अनि गरिदिउँ न त त्यो सुन्दैन नि त्यस्तो भनेपछि अनि त्यसपछि म गएँ कि अनि हामीले के गर्नु अघि भोलिपल्ट बिहानदेखि नै वी लुक फर सम म्युजिक इन द नेट होइन अनि त्यसपछि बिट एउटा खोजेर अनि त्यसपछि हामीले लिरिक्स लेख्न ट्राई गर्यो अनि वी आर नट हामी दुईजनालाई आफैमा यति कन्फिडेन्स थिएन कि अनि हामीले के भने पोखरामा रेकर्डिङ गरेर हेरौँ न स्टुडियोमा गएर 2-3 घन्टालाई स्टुडियो रेन्ट गरौँ अनि हाम्रो भोकल सुनौ लास्टै बिल्ला छ भने त काठमाडौँ नजाउँ होइन प्र्याक्टिस गरौँ बरु पछि बनाउँला होइन ठिकै सुनियो भने चाहिँ लेट्स गो टु काठमाडौँ भनेर अनि त्यसपछि चाहिँ हामी स्टुडियो त्यो दिन फेरि सबै पोखराको स्टुडियो बन्द के हजुर कोही पनि पाउँदैन अनि एउटा स्टुडियो भेट्यो त्यही पनि भित्रपट्टि रहेछ होइन अनि त्यो स्टुडियोमा गएर हामीले भेटेपछि चाहिँ त्यहाँ गएर भोकल रेकर्ड गरेको त्यहाँको भाइले नि त एकदम राम्रो छ भनेर एकदम राम्रो जो इज अल्सो गुड प्रड्युसर पाएँ उसको नाम चाहिँ मैले बिर्सेँ उसले चाहिँ विवश जेकेको गीतहरू पनि गरिरहेको अनि उसँग कुरा भयो अनि त्यसपछि त्यो भाइसँग आएपछि हामीले सुन्दा हामीलाई नि मजा लाग्यो क्या अनि त्यो ठ्याक्क त्यो बिटमा हामीले फर्किने बेलामा ट्याक्सीमा पनि सुन्दै आयो होइन गाडीमा सुन्दै आउँदा मजा लाग्यो एन्ड देन वी केम टु अब विदाउट थिङ्किङ अबाउट एनिथिङ कोसँग गर्ने भन्ने नसोचिकन जाउँ हुन्छ भनेर काठमाडौँ चिर्यायो कसैले तपाईँ काठमाडौँ आउनु सफल हुनुभयो त भनेन नि भन्न त भनेन ठिक छ भाव है त्यो तपाईँ मजा आउँथ्यो अझै अनि त्यतिखेर चाहिँ मलाई अनि योपालि चाहिँ सबभन्दा हेल्प गर्नुभएको चाहिँ म जुन होटलमा बसेको छु हाम्रो रोयल एम्पायर होटल त्यहाँ हाम्रो दीपक साई हजुर हजुर उहाँ चाहिँ गुड बिजनेसम्यान प्लस जापानदेखिको नै मैले चिनेको हजुर सिनियर हो तर वेयर लाइक फ्रेन्ड्स होइन हजुर अनि उहाँ फेरि हाकिम दाइसँग जिग्री अनि मैले स्टुडियोहरू केही छैन दिपकजी भनेको हाकिम छँदैछ नि भनेर नि हि जस्ट कल्ड हिम एन्ड हाकिम वाज देयर अनि हि वाज देयर विदिन 15 minutes एन्ड ह्याड अ मिटिङ अनि फर्स्टमा त हाकिम दाइले मलाई हेर्दा नि को रहेछ यो भन्नु छ क्या होइन अनि त्यसपछि चाहिँ को रहेछ यो भने नि ऱ्याप पनि आन्छ आइटी भन्छ अनि इभन दिपकजी वाज अल्सो सक्ड के द्याट्स वाइ अनि त्यहाँबाट स्टार्ट गरेर जर्नी हो अनि त्यहाँबाट एक्ज्याक्टली हो नि किनकि त्यो जब ग्याप हुन्छ नि त त्यसपछि फेरि आफूलाई चिनाउनु पर्दाखेरि त अलिकति त्यो अक्वार्ड फिलिङ हुन्छ नि त एकदम फेरि अब कस्तो भन्दाखेरि बिल्ला पो हुने हो कि फ्याक्ट्स तपाईँको रियालिटी भन्दाखेरि म बिचमा 2021मा एकचोटि आएर हजुर एकदम गीत गर्न मन भएर अब ऱ्यापर दाइहरूलाई त मैले कसैलाई पनि भेटिनँ होइन त्यतिखेर अब पुरानोसँगै गरेको म्युजिकमै हिँड्ने म्युजिसियन दाइहरूसँग चाहिँ गीत बनाउँ न त भनेर एउटा गीत पनि बनाउनु भयो उहाँहरूले गरेँ भिडियो पनि गराएँ बट आई डिडन्ट रिलिज द्याट कहाँ जमानाको अलिअलि भएको इज्जत नै सकिने हो क्या त्यही भएर यो पालि चाहिँ होइन एभ्रिथिङ इज गोइङ गुड बिकज ऱ्यापरले नै ऱ्यापरको म्युजिक बुझ्छ ऱ्यापरले नै ऱ्यापरको मर्का बुझ्छ र द पर्सन हु अन्डरस्ट्यान्ड आवर प्यासन होइन दिस टाइम हाकिम दाई अनि त्यसपछि हाम्रो ब्रिजेश ब्रो होइन सबैको सपोर्टले गर्दाखेरि नै भनेपछि आई थिङ्क द भिडियो इज हेभ अल्सो भिडियो पनि राम्रो भएको छ होइन लेट्स सी त्यही भएर
जसले बुझ्छ त्यसलाई नै गर्ने अनि के छ त तपाईँको अनि बिए भइसक्यो हो कि बिहे भइसक्यो नि मेरो त बालबच्चा एउटा छोरी छ कुन उमेर सोध्नु मिल्छ छोरी अब 6 वर्ष हुन्छ भनेपछि के छ भोलि पर्सि ऱ्यापरै बनाउने हो कि ऱ्यापर भन्दा नि मेरो छोरीले रक म्युजिक सुन्छ भन्छ होइन अब कस्तो हुन्छ भन्दाखेरि अब गाडी म म्याक्सिमम् ड्राइभ गर्छु होइन अब छोरी अनि आफूलाई चाहिँ पुरानो गीतहरू मनपर्छ नि त मेरो छोरीले चाहिँ अब तपाईँको हाम्रो कुल पोखरेलको गीत लास्ट उसलाई गाडीमा बस्ने बित्तिकै कुल पोखरेलको गीत चाहिन्छ यो यो अनि त्यसपछि त्यहाँबाट इन्फ्लुएन्स भएछ नि उसलाई मैले गाएको गीत त्यो जुन भिडियो रिलिज गरिनँ त्यो गीत उसको फेभरेट गीत हो त्यो उसलाई सुन्नै पर्छ अनि सी इज मोर इन्टु रक लाइक्स रक एन्ड रोल उसले पियानो सिक्दैछ बट उसले चाहिँ पापा आई वान्ट टु प्ले ड्रम्स भन्छ उसले सुन्नुपर्ने गीतको लिस्टमा क्विनको विल विल रक यु समर अफ 69 स्विट चाइल्ड अफ माइन यस्तो यस्तो गीतहरू सुन्छ अनि प्लस हाम्रो नेपाली गीतहरू रिमिक्स गीतहरू पनि मैले सुन्ने गीतहरू चाहिँ बढी सुन्दा होला नि पापासँग सुन्दा सुन्दै अनि मेरो साथीहरू अथवा अरू नेपाली फ्यामिली चढ्यो भने उसले यो गीत कसरी गाएको भने उसले गाइदिन्छ कि अनि एट द टाइम उसलाई यस्तो गर्व हुँदो रहेछ कि मलाई मात्रै आउँछ यो गीत टाइपले क्या अब त्यो अरू बच्चाहरूको अगाडि मलाई मात्रै आउँछ यो गीत टाइपले गाउँछ सी इज अल्सो भेरी इन्ट्रेस्टेड इन म्युजिक एक्ज्याक्टली अनि जापानिज वाइफ भन्ने एउटा थियो नि त चाइनिज फुड जर्मनी कार मेरो वाइफ नेपाली हो नेपाली नै हो ओके वी आर नेपालीज ओके अनि त्यो कहावत माई वाइफ इज नेपाली बट सी इज बेटर देन जापानिज ओके ठिक छ खाना खान आउला अफ कोर्स यु गाइज आर अलवेज इन्भाइटेड अनि यो कुरा के अब नेपाली अब तपाईँलाई थाहा छ यो कुरा त मेन चाहिँ क्या पहिला हिपहप हुन्छ नि ऱ्याप म्युजिक त नेपालमा एकदम बल चल्यो नि हजुर इन्डियामा थिएन नि थिएन होइन हामीले गर्ने बेलामै थिएन नि हनी सिंहहरू कहाँ त्यसरी आएको थियो त आएकै थिएन नि अनि अहिलेको टाइममा त अब इन्डियाले त पुरै खाइसकेछ नि त त्यसलाई खाएको भन्न मिल्दैन हो चलेछ होइन चले क्वालिटीको हिसाबमा त नेपालमै खतरा हो है अनि त्यही त अब के लाग्छ तपाईँलाई अब यहाँ गल्ती के भएको केटाहरूको क्या हाम्रो नेपाली ऱ्यापरहरूको प्यासनको कमी भयो हो छिटो हिट हुने अनि त्यसपछि अब सबै कुरा रेस्पेक्टदेखि लिएर म्युजिकलाई रेस्पेक्ट गर्नु पऱ्यो नि त होइन टुप्याकको गीत सुनेर एमिनेमको गीत सुनेर 50 सेन्टको गीत सुनेर मुख छोड्दैमा ऱ्यापर हुँदैन नि त बिग फ्याक्ट्स होइन तपाईँको अहिले रियालिटी हेर्नु न इन्डियामा चलेको ऱ्यापर्सहरू अहिले त एकदम राम्रो रहनु भएको छ नि त एकदमै होइन तर चाहिँ कस्तो भन्दाखेरि उहाँहरू डिसिप्लिनमा बस्नुहुन्छ नि त फ्याक्ट्स है मैले कसैलाई भन्नु खोजेँ होइन तर आफैले रियलाइज गर्नुहोस् कि अहिलेको यङ्स्टरहरू होइन डिसिप्लिनमा कतिको बस्नु भएको छ भन्ने यु गाइज आर फेमस तर तपाईँहरूलाई फेमस बनाएको कसले हो अडियन्सले हो नि त साँचो त्यो डिसिप्लिनमा बस्नुहोस् किन इभन आई स्टिल रेस्पेक्ट हाकिम दाई वाइ आई इभन स्टिल रेस्पेक्ट लुरे होइन किन बालेन उनीहरू त डिसिप्लिनमा छ नि त फ्याक्ट्स इभन यो धन्यवाद है त्यही भएर चाहिँ डिसिप्लिन इज द मोस्ट इम्पोर्टेन्ट थिङ प्लस अब चान्स अपर्च्युनिटीको कुरा पनि हुन्छ बिग इन्डस्ट्री छ इन्डियामा होइन भन्नु न हाम्रोमा छैन ऱ्यापरलाई त चान्सै दिन्न नि ऱ्याप त गीतै होइन भन्छ त त्यो ट्रेन्ड बिस्तारै चेन्ज भइरहेछ त्यो ट्रेन्ड चेन्जै भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ किनकि अब फिल्ममा पनि ऱ्यापहरू आइसक्यो अब अस्ति मैले आउटल भन्ने फिल्म पनि हेरेको थिएँ लाइक इट वाज लाइक ए मुभी विथ अल द ऱ्याप म्युजिक के अरे त्यो मुभी मलाई हेर्नु मन थियो आउटल त्यो मुभी अर्को कुरा चाहिँ होइन सरकार ब्रदर भन्नु न छाडा नाइस छाडा बोल्ने कि सबैले सुन्नु पऱ्यो नि यार अब तपाईँले भन्नुभयो नि होइन अब मेरो छोरीको अगाडि मैले कसरी सुनाउने हो नेपाली ऱ्याप गीत हो होइन केही हुँदैन भनेर त भएन नि त यार वाइफको अगाडि कसरी सुन्ने म एक्लै हुँदा मात्रै सुन्ने म्युजिक भयो नि त त्यो त टोइलेटमा बस्दा मात्रै सुनेर त भएन नि त ब्रदर होइन त्यो त गाडीमा सुन्दा नि घन घन घन्कियोस् न हाम्रो ऱ्याप सुन्नुभयो नि होइन एउटा पनि अश्लील शब्द छैन किन युज गर्नुपर्छ र मुख किन छोड्नु पऱ्यो यार दबाई देऊ न गीत आफ्नो सेटिस्फ्याक्सनको लागि बनाउने हो तर त्यो मुख छोड्यो भने आफूले मात्रै सुन्नु पऱ्यो भने त आफैलाई मुख छोडे जस्तो हो क्या हो कि हो सानो कुरा अनि तपाईँ कुरा जायज छ होइन म त्यसको लागि तालिम बजाउँछु तर फेरि मुख छोडे गीतमा फेरि मिलियन भ्युज छ नि त यस छ क्या मिलियन भ्युज त छ नि होइन
त्यो चाहिँ किन हो भन्दाखेरि चाहिँ मान्छेलाई नि आजकल कस्तो भन्दाखेरि राम्रो हजुर होइन प्रपर कुराहरू भन्दा नि अलिकति यो नराम्रो बोलेको मन पर्न थाल्यो नि त मन पर्यो भने पनि गु नै हो हो कि होइन गु भनेको गु नै हो के बास्ना आए पनि गु नै हो क्या पर्फ्युम सर्केर तर कस्तो हुन्छ भन्दाखेरि यो कस्तो हो त यो कस्तो यो गु किन बसायो होइन मैले पनि नराम्रो शब्द बोलेँ होला तर होइन स्टुल होइन यसमा किन बास्ना पर्फ्युम छरेर तिमीले बास्ने हो यो त सबले बसाउँछ भन्छ है यसलाई त यस्तो शब्द युज गरेछ भन्छ नि त्यसलाई जस्ट रियलाइज गर्नले मात्रै मान्छे जान्छ कि सुन्नलाई तपाईँ होइन त्यो गीत ल फ्यामिलीसँग कसरी सुन्नुहुन्छ सुन्दै सुन्नु नि होइन अब आजकल त युट्युबको जमाना छ भ्युज छ विदेशहरूलाई नि होला बुस्टिङ छ होइन बुस्टिङ गरिदियो अब त्यो फेक भ्युज पनि छ एआईले भ्युज बढाइदिन्छ ब्रदर होइन तर कस्तो भन्दाखेरि छैन नि त इन्डियनमा छाडा खासै बोल्दैन नि त हजुर होइन अब बोल्छ युएसमा त कल्चरै त्यही भएर आयो होइन अनि युएसमा छाडा बोल्ने कारण पनि छ नि त किन दबाएर राखेको थियो दबाएर हामीलाई कसले दबाएको छ यार राम्रो कुरा सिक्ने हो नि त हजुर हामीलाई कसले दबाएको छ र दबाएकै छैन नि कसैले हामी त हाम्रो मनको भावना पोख्ने हो गाउने हो है मैले भने नि त हाम्रो गीतमा विदेश नजाऊ मैले हजुर आफ्नो भावना पोख्यो ऱ्यापबाट सजिलो भयो होइन कति के भन्थ्यो कतिको फुलबारी साँझो फुलबारी भन्थ्यो नि त हामीलाई त अनि त्यही त ऱ्याप इन्डस्ट्री अब धेरै ठुलो हुनुपर्छ हजुर ठुलो हुनुपर्छ होइन अब अहिलेको हिसाबमा किनकि मलाई त थाहा नै छ केटाहरूको पारिश्रमिक हजुर हजुर फेरि पारिश्रमिक केटाहरूको दामी छ क्या अहिले छ कि अहिले अब पहिलाको टाइममा त अब त्यस्तै थियो दुःख थियो पहिलाको टाइममा त अझै मैले कतिवटा गीतको ऱ्याप हानेको पैसा लिनु भएको छ यार तपाईँ त ऱ्याप हानेको पैसा हामी त कन्सर्ट हान्दाखेरि नि ट्रकमा चढेर गएको ट्रकमा चढेर फर्कायो त्यस्तो गरेको थियो अनि त्यही त अब अहिलेको टाइममा त अब पैसा पनि छ मार्केटमा ऱ्यापमा सोहरू पनि पाउँछ देश विदेश घुमिरहेछ केटाहरू जान्छ नि अझै बिजनेस क्लास जान थालिरहेछ त्यही त अब यो चिज भइसकेको छ अब यो चिजलाई मेन्टेन गर्न सक्छ त केटाहरू डिसिप्लिनमा बस्नु राम्रो गीत निकाल्नु पर्यो आज यङ हुँदाखेरि तपाईँले मुख छोडेर गीत निकाल्नु भयो होला ठिक छ छाडा बोल्नु भयो सबै गीत छाडा नहोला अन्डरग्राउन्ड राख्नुहोस् भन्ने कुराहरू इङ्ग्लिसमा हान्नुहोस् न पुरै सुन्छ त इन्टरनेसनल ऱ्यापर्सले हजुर एमाको गीत मैले मेरो ब्राजिलियन ऱ्यापर साथीहरूलाई सुनाउँछु हजुर होइन युनिकको गीत सुनाउँछु मैले साकारको गीत सुनाउँछु किनभने गर्व लाग्छ नि त कति ठाउँमा लुक एट दिस गाइज हाम्रो नेपाली ऱ्यापर्सहरू हो छ मेरो साथीहरू सँगै ऱ्याप गरौँ भन्ने के अरे ब्राजिलियनहरू जापानिजहरू छ नि त तर त्यो गर्वको साथ हुन्छ प्लस अब अहिले चाहिँ मेन्टेन गर्नलाई चाहिँ मेन कुरा डिसिप्लिनमा बस्नु पऱ्यो राम्रो गीत निकाल्दै जानु पऱ्यो आज आउने भोलि बिलाउने भयो भने त काम छैन होइन अनि यो बिजनेस क्लास चढ्दैमा सक्सेस हुने होइन नि त म सधैँ बिजनेस क्लास नै चढ्छु होइन वान अफ टाइम मेरो आफ्नो फिल्डबाट गरेँ तर त्यो आफ्नो ठाउँमा छ नि त होइन तर सधैँ बिजनेस क्लास नपाइएला होइन तर त्यसलाई मेन्टेन गर्नको लागि आफूले राम्रो गीत बनाउँदै जानु पऱ्यो म पनि आज बिजनेस क्लास चढेँ भोलि बिजनेस क्लास चढ्नलाई त मैले अझै मेहनत गर्नु पऱ्यो नि त हो कि भन्नु न त्यही भएर अहिले त धेरै सजिलो छ धेरै राम्रो छ मेन्टेन गर्नुभयो भने चाहिँ अनि अघि साकारको कुरा गर्नुभयो नि त होइन अनि मलाई थाहा छ जापानमा ब्राजिलियन धेरै छन् होइन साकारको अब साकारले पनि अब एकचोटि मुख छाड्ने पुरै ट्रेन्ड पहिला एकचोटि त्यो टाइममा चाहिँ के थियो त एक्लै हेर्नुहुन्थ्यो कि एक्लै हेर्ने हो होइन एक्लै हेर्ने हो होइन अब कस्तो हुन्थ्यो भन्दाखेरि अब मलाई उसको ब्याटलदेखि नै मन पर्थ्यो एकदम ट्यालेन्ट लाग्छ कि मलाई त्यो चाहिँ ट्यालेन्ट इज सो ट्यालेन्टेड गाइ नट इभन ऱ्यापमा मात्रै होइन उसको सिङ्गिङ स्किल्स पनि राम्रो छ केही भयो होला समस्या तर नेगेटिभ भिडियो भन्दा नि ऊ सुध्रियो नि त अहिले त आउँदैन नि त अस्ति पनि कन्सर्टमा गएको थियो म उसको कन्सर्टमा जान त पाइनँ होइन आई वाज नट इन जापान है तर पनि त्यो भनेको पास्ट तर उसले त्यसलाई कन्टिन्यू गरेन नि त उसको एउटा कुनै समस्या थियो मलाई भन्दा बढी उसलाई थाहा हुन्छ अनि त्यसमा होइन अब त्यो कुराहरू उसकै कुरामा देखिए अनि अब तपाईँको यो एआई हुन्छ नि हजुर एआई नै हो नि होइन मेरो मेन भनेको एआई कम्प्युटर भिजन भन्छ एआई आर्टिफिसियल इन्टेलिजेन्स त मैले युज गर्ने हो होइन एआई बनाउने एआर भिआर भयो अनि के छ त अब यो काम हुन्छ नि अब रोजगार
हजुर हुन्छ नि अब यो ऱ्यापरहरू भनेपछि अलिकति छिटै पाउँछ कि हजुर ऱ्यापरहरू भनेपछि रोजगार रोजगार होइन अब जहाँ भयो नि यो ऱ्यापर रहेछ भने अलिकति छिटै दिने कि तपाईँ या सिफारिस दिन्छ नि त्यस्तो खालको ए होइन त्यस्तो त हुन्न ट्यालेन्ट म्याटर्स हो म त राम्रो राम्रोले भन्दा हाम्रोले होइन कि हाम्रोले भन्दा राम्रोलाई नै दिने हो सक्यो त अनि हामी त पढे लेखा पनि छैन गाह्रो पो हुने भयो त हाम्रोले भन्दा राम्रोलाई दिने नै हो किनभने होइन त्यो आफ्नो ठाउँमा छ नि त कस्तो हो नि त पढे लेखेर भन्दा पनि मेरो एआईको फिल्डमा आइटी इन्डस्ट्रीमा त ठिक छ आइटी डेभलपर्सहरू आइटी इन्जिनियर्सहरू आउला नि त होइन अब ऱ्याप फिल्डमा मैले केही गरेँ केही इभेन्ट अर्गनाइज गरेँ भने त सरकार होइन हाम्रो हाकिम दाई हरू नै आउने हो नि त गरे भने होइन गर्छु ए ल ठिक छ कडा सुनिराख हामी जान्छौँ अब सुरु र अनि मेरो हुक्का बार पनि छ हुक्का बार कता जापानमा नागयो भन्ने ठाउँमा भेरी नाइस खाइजेन सिसा बार भन्छ है मेरो एड पनि भयो क्या कति मजासँग होइन अब खाइजेन सिसा बार इन नागोया होइन हेर्नुहोस् इट्स सो नाइस इन्स्टाग्राममा हेऱ्यो हुन्छ एम्बियन्स पनि दामी छ हो त्यसमा ऱ्याप प्रोग्राम गर्छु हजुर सरकार र हाकिम दाई ओके ओ माने पेमेन्ट आइपुगिहाल्यो मेरो बारमा आएर ऱ्याप गाई यस यस अरु के तर भन्न पाइँदैन है कहिले पनि नाइ हस् 100% हामी सधैँको लागि दाजुभाइ हैन साँचो कुरा त्यही भएर अब यस्तो हो आइटीको लागि चाहिँ मैले अब नर्मली नेपालको लागि केही गर्न खोजिरहेको हो होइन मेरो मेन फिल्ड नै त्यही भयो होइन युनिभर्सिटीमा पनि पढाउने भएको भएर चाहिँ रिसर्च भएको र अब काठमाडौँको लागि चाहिँ मैले काठमाडौँ भन्दा नि नेपालको लागि चाहिँ राम्रो एप्लिकेसन्सहरू अब इभन अहिले यो कति कामहरूमा प्रब्लम छ नि त हाम्रो बालेनसँग भेट्न मन लागिरहेको थियो होइन बालनजीसँग मेयर साहबसँग अब मिल्यो भने चाहिँ अब त्यही हो राम्रो एपहरू बनाउन सकिन्छ किन हामीले बनाएको एपहरू आइबिएम माइक्रोसफ्ट गुगलहरूले युज गर्नुहुन्छ होइन त्यो भएको भएर चाहिँ हामीले चाहिँ जेपिटी जुन छ नि अहिले राम्रोसँग नचल्ने त्यो एप्लिकेसन्स भनेको टेक्नोलोजी सफ्टवेयर भनेको मान्छेलाई सजिलोको लागि बनाउने के तपाईँलाई चलाउनै गाह्रो भइरहेछ भने त्यो कहिले पनि टेक्नोलोजी अगाडि आउँदैन के हो होइन सजिलो काम छिटो हुने हो नि त काम छिटो भनेर एप बनाउँछ अरे यार मान्छेलाई टाइप गर्न लगइन गर्ने टाइम लाग्छ भने मान्छे हातले ठोक्ने नि बरु होइन हो त्यही भएर चाहिँ त्यो ट्रेन्जरहरू चाहिँ मैले ल्याउन सक्छु एक्ज्याक्ट अनि कति वर्ष एउटा एप हेरी हुन्छ होइन अब यस्तो अब बाहिरको कन्टेक्स्टमा अब हामीले रिसर्च एन्ड डेभलपमेन्ट गर्दाखेरि चाहिँ मैले अब नर्मली मैले बनाउने एप्सहरू चाहिँ अलिकति नयाँ टोटल न्यू इनोभेसन हुने भएर 10 करोड 15 करोड पर्छ बनाउँदाखेरि होइन त्यो बनाउनलाई मात्रै कति छ त्यसमा बनाइसकेपछि फाइदा तपाईँलाई चाहिँ फाइदा हुन्छ अलिअलि होइन फाइदा अलिअलि हुन्छ बिजनेस मैले थाहा पाइसक्यो बिजनेस क्लास चढ्ने कारण भन्नु रिसर्च फेजमा चाहिँ गाह्रै हुन्छ होइन तर जब त्यो प्रोडक्ट बन्छ नि प्रोडक्ट बनेपछि बल्ल कमाउने हो कि मैले भने 10-15 करोड लगानी गरेर हामीले कुनै एप्स बनायो भने त्यसलाई हामीले युज गर्दाखेरि फर इक्जाम्पल मैले अहिले भने एउटा कन्स्ट्रक्सन साइटमा एक दिनमा 500 देखि 600 जनाले काम गर्छ होइन एउटा कन्स्ट्रक्सन साइटले एउटा कम्पनीको एउटा कन्स्ट्रक्सन साइटले मन्थली त्यो एपलाई 1 लाख रुपियाँ खर्च गर्नलाई नट अ बिग डिल एउटा कम्पनीमा 200 देखि 300 वटा साइट हुन्छ सबैले त्यो एप्लिकेसन युज गर्न बाध्य भयो भने पैसा पैसा त्यहाँबाट आउँछ मसँग टन्न चाहिँ टन्न चाहिँ भन्नु पर्यो नि त्यसपछि त होइन देखाउनु पर्दैन कि देखाउने अनि फेरि यस्तो हो अनि तपाईँको त्यो चाहिँ मेरो टार्गेट हो हजुर होइन अब मैले त्यसरी नै बनाइरहेको छु अहिले हजुर तर नेपालको केसमा भयो भने चाहिँ त्यत्रो महँगो पर्दैन किनभने हामीले नेपालको लागि काम गर्नलाई नयाँ कुरा गर्नु पर्दैन कि हजुर हामीले पुरानै कुराहरूबाट गर्न सकिन्छ अहिले अरू ठाउँमा चलाइरहेको एप्लिकेसनलाई हामीले यहाँ राम्रोसँग चल्ने मात्रै बनाइदियो भने पुग्छ कि त्यसको लागि त्यस्तो धेरै लगानी पनि लाग्दैन अनि तर फ्रीमा चाहिँ बनाउँदिनँ होइन त्यो त मैले बुझिसकेँ बिजनेस क्लास चढ्नु पर्छ अनि मैले चाहिँ अनि के छ त अनि मेरो भूमिका केमा देख्नुहुन्छ त यार यसो यो अब 10 करोडको चिजमा यस्तो अब सरकारको अहिले त पोडकास्ट नै गइरहेछ होइन अब होइन 10 करोड सरकारलाई 10 करोडमा अब सरकारलाई के गर्न मन छ 5 करोड जति कमाउनु मन छ नि 10 करोडमा अब मलाई चाहिँ बालिनसँग मिलेर होइन बालिनसँग कुरा गराउनु पर्यो कन्ट्याक्ट 10 करोडमा हुन्छ म फोन गर्छु बालिनसँग कुरा गरेर ल यस्तो यस्तो भएको छ बालिन सर होइन सर नै हो होइन रेस्पेक्टेड होइन बिकज ही हेभ डन अ लट अफ भेरी ग्रेट थिङ्स है ह्याट्स अफ हो हुन्छ म फोन गर्छु अहिले एकछिनमा
के छ त अब यसो होइन हामी ऱ्यापरहरूले नै कस्तो भन्दाखेरि हामीले जुन कुराहरू ऱ्यापमा लेख्छौँ नि त्यो कुराहरू चाहिँ होइन हामीले चाहिँ यस्तो बनाउन सकिन्छ होला त्यो त भित्रबाट आएको छ नि यसलाई हामीले कुनै टेक्नोलोजीको थ्रुबाट यसलाई देखाउन सकिन्छ कि बनाउन सकिन्छ कि भत्केको देशको अर्थतन्त्र बिग्रिएको राजनीतिक समस्या भएको त्यसको जड के हो त हो त्यो पोइन्टलाई चाहिँ हामीले ओइलाएर त्यो समस्यालाई समाधान गर्ने कुनै टेक्नोलोजी बनाउन सकिन्छ जस्तो लाग्छ है हुन्छ मैले बुझिसकेँ तपाईँले त्यो गर्नु नै हुन्छ भनेर मैले बुझिसकेँ बिजनेस क्लास चढ्नु पर्यो होइन बिजनेस क्लास इज नट अ बिग डिल यस्तो मेरो फेरि सरकार यस्तो नि बिजनेस क्लास चढ्ने मेन प्रब्लम छ क्या मोटेसन त इकोनोमीमा अर्दै नजाने 10 घन्टा 12 घन्टा चढ्नुपर्छ होइन अब नेपालमा त अब 6-7 घन्टाको प्रब्लम भयो होइन तर अब युएस जाँदाखेरि अब तपाईँको युरोप जाँदाखेरि इयरमा 2-3 चोटि युरोप जानुपर्छ होइन अफिसियल कामले होइन कन्सर्टमा त जानै पाएको छैन नि तपाईँहरू पो अब ऱ्यापर बोलाइदिन्छ बिजनेस क्लासमा जाने हो हामी त आफैले तिरेर जाने हो नि हुँदैछ ओके त्यही भएर चाहिँ म जान्छु बिजनेस क्लासमा छ होइन अब गर्ला नि भन्ने कुरो हो यस्तो हुन्छ सरकार बिजनेस क्लासमा बाहिर जाँदैछ नि ऱ्यापबाट जाँदैछ नि त म त ऱ्यापबाट कहाँ बिजनेस क्लासमा जाने इकोनोमी पनि चढ्नु पाएको छैन नि एकचोटि चढेको भनेको बुद्धयारमा हो हुन्छ अब हामी हुन्छ नि आजको लागि चाहिँ सकौँ होइन बाँकी कुरा अब जापानमा नि गर्नु पर्यो नि ओका तान्दै हुन्छ नि पडकास्ट गर्नु पर्यो त्यहाँ पनि अनि निहन होइन अनि त्यही त अब के छ त अब तपाईँलाई केही भन्नु मन लागेको हुन्छ नि कुराहरू अब ऱ्यापको बारे भए पनि नभए तपाईँको त्यो अब यो कामको बारे नभए बालेनलाई केही म्यासेज होइन अब म्यासेज भन्दा पनि उहाँले धेरै राम्रो गरिराख्नु भएको छ ठिक छ म नर्मली भन्दाखेरि चाहिँ एकदम थ्याङ्क यू सरकार होइन धन्यवाद अनि सबै व्यवस्था गरिदिनु भएकोमा वरिष्ठ दाजु हजुर हाकिम दाजुलाई पनि धन्यवाद है सरकारले पनि अब म भोलि आजै फर्किनु पनि छ होइन हजुर अपर्च्युनिटी क्रिएट गरिदिनु भयो त्यसको लागि धन्यवाद प्लस मलाई मेरो यो 2 शब्द राख्ने चान्स दिनुभयो र यो कमब्याक हुनको लागि तपाईँहरू सबैको सपोर्टलाई चाहिँ मैले एकदमै मनदेखि नै आइ एम थ्याङ्कफुल फर द्याट है अनि अब चाहिँ कस्तो अर्को कुरा चाहिँ सबैजना जो पनि इन्भल्भ हुनुभयो यतिखेर दिपकजी हाकिम दाई सरकार ब्रिजेश होइन अनि त्यसपछि मेरो साथी बुद्धि हजुर अब ऊ नै आएको भएर नै हामीले गरे होइन स्पेसल थ्याङ्क्स टु हिम हि इज माई ऱ्याप गुरु बुद्धि अनि अल्सो मेरो साथी डेनमार्कमा छ मेरो पार्टनर आइटीको उसले नै हो मभन्दा बढी ऊ एक्साइटेड के यति एक्साइटेड भएछ कि होइन विमल कुमार केसी हो होइन यति एक्साइटेड भएछ कि मेरो गीत सुनेर फुल स्पिडमा टेस्लामा होइन पुरा भिडियो बनाउँदाखेरि पुलिसले समातेर 2 लाख चट होइन आउँदैन 2 लाखको बिजनेस क्लास होइन अब होइन थ्याङ्क यू अब ओभरअलली चाहिँ होइन अब हामी 17 इयर्स पछि कमब्याक भइरहेछ होइन एकदमै ट्यालेन्टेड ऱ्यापरहरू हुनुहुन्छ अहिले नेपालको इन्डस्ट्रीमा होइन अब कस्तो मुला आयो झारे आयो भन्दा पनि म चाहिँ मेरो प्यासनलाई हामीले चाहिँ हाम्रो प्यासनलाई निकालेको हो होइन सुनिदिनुहोस् कमेन्ट गरिदिनुहोस् होइन नराम्रो कमेन्ट गरे पनि मलाई बाल त छैन होइन द्याट्स फर आवर होइन मेरो पोइन्ट अफ उसबाट गरे हो हामीले हाम्रो इच्छालाई पुरा गरे मात्रै हो होइन यसबाट कमाएला हिँड्बेला बाहिर भएला कन्सर्ट हानेला भन्ने पनि सोच पनि छैन अहिलेसम्म भयो भने त सँगै जाउँला नि बिजनेस क्लासमा होइन अनि अर्को कुरा चाहिँ मेरो एज अ साइन्टिस्ट हो भनौँ न साइन्टिस्ट त रिसर्च साइन्टिस्टको रूपमा चाहिँ अब नयाँ टेक्नोलोजीहरू बनाएको छु होइन अब नेपालमा पनि छिटै इम्प्लिमेन्ट गर्न भनेर नै म खास आएको हो अनि त्यो पनि भइरहेछ अनि नेपाललाई मेड इन नेपाल हामीले बनाएको टेक्नोलोजी चाहिँ मेड इन नेपालको लोगोले नेपालमा चाहिँ अझै 10 वर्ष लागे पनि देश विदेशमा चाहिँ युज होस् भन्ने मेरो टार्गेट हो अनि बुद्धि त मेरै हो नि नेपालीकै छोरो हो नि होइन यस्तो हो बिच के हो भने नचला नि त भन्ने त हो नि होइन अनि लास्टमा चाहिँ बालेनजी होइन धेरै राम्रो गर्नुभएको छ अनि तपाईँलाई जहिले पनि होइन टेक्निकल रिलेटेड आइटी रिलेटेड इफ यु क्यान हेल्प होइन हामी जहिले पनि साथ दिन्छौँ र मेरो सबै साथीहरू बुद्धि विमल हाकिम दाई दिपकजी सरकार सबैलाई धन्यवाद दिँदै र सम्पूर्णलाई जसको नाम लिने बिर्सेँ नि सरी फर द्याट जसले सपोर्ट गरिराख्नु भएको छ
ओके ल तपाईँ आइदिनु भएको धेरै धेरै धन्यवाद है त पछि पनि भेट्नुपर्छ ल कडा जाओस् ओके थ्याङ्क यू सो मच